हिजो ओपन इनोभेसन को पहिलो सेगमेन्ट वा सेक्सनमा हामीलाई 9वटा पोइन्ट आफ्नो पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमबाट नेपालमै किन बस्नुपर्छ, किन नेपाल अमेजिङ छ र यदि प्रब्लम्स छ भने त्यहाँ अपर्च्युनिटी पनि छ कसरी भनेर डिटेलमा हामीलाई लामो समय लिएर उहाँले बताइराख्नु भएको थियो। जसलाई मोटिभेसनल स्पिकरको रूपमा चिनिन्छ, प्रिज्मा एडभर्टाइजिङका सिइओको रूपमा चिनिन्छ र हिजो उहाँको स्पिच सुनिसकेपछि युथ खास गरी इन्स्पायर्ड भएकै हुनुपर्छ। अब म यो फ्लोर, यो सेसन म ओपन इनोभेसन सेकेन्ड पार्टलाई कन्टिन्यू गरिदिनका लागि र आज पनि युथ जो आइडियाजमा काम गर्न खोजिराख्नु भएको छ, इनोभेसनलाई लिएर अगाडि बढ्न खोजिराख्नु भएको छ, उहाँहरू सबैका लागि आफ्नो स्पिच प्रेजेन्ट गरिदिनका लागि मिस्टर रञ्जित आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। यहाँहरूबाट जोरदार तालीको अपेक्षा पनि गरेको छु। थ्याङ्क यू। गुड आफ्टरनुन। मैले यो हलमा यहाँ आएपछि यसरी उभिएर तपाईहरूलाई हेर्दै गर्दा तपाईहरूलाई मैले हिजोबाट आज सिकेको एउटा कुरा बताउन गइरहेको छु जुन बिजनेसको लागि एकदम इम्पोर्टेन्ट छ। तपाईहरूले सायद याद गर्नुभएको भए हिजोको सेसनमा सायद मैले देखेअनुसार यो हलमा अलिक बढी व्यक्तिहरू हुनुहुन्थ्यो र आज अलिक कम हुनुहुन्छ। व्यापारमा पनि यही हुने गर्छ। जब सङ्घर्ष गर्नुपर्ने हुन्छ तब व्यक्तिले सङ्घर्षलाई छोडेर सजिलो उपाय अपनाउँछ। सायद थुप्रै साथीहरू आज सजिलो उपाय अपनाएर अरू नै कुनै ठाउँमा हुनुहुन्छ होला। त्यसैले गर्दा नआत्तिनुस्। सङ्घर्ष गर्न सक्नुभयो भने कम्पिटिसन आफै तर लाग्छ। कम्पिटिसनसँग डराउनै पर्दैन। यदि तपाईँ कुनै पनि खेल खेल्दै हुनुहुन्छ भने अर्कालाई हराउनको लागि नखेल्नुहोस्, जित्नको लागि खेल्नुहोस्। जसले अरूलाई हराउनको लागि खेल्छ उसले रेसिङ ट्र्याकमा दौडिँदै गर्दा आफूले आइडेन्टिफाई गरेको आफ्नो कम्पिटिटरलाई साइडमा हेर्दै दौडिरहेको हुन्छ र जसले जित्नको लागि दौडिन्छ त्यसले रिबनलाई हेरिरहेको हुन्छ। कसले जित्छ होला? साइडमा यसरी फर्केर दौडिने व्यक्तिले जित्छ कि रिबनलाई हेर्ने जित्छ? स्वतः यो प्रुभ हुन्छ कि जसले जित्नको लागि खेल्छ उसले सधैँ जित्छ। थुप्रै दिन अगाडि आप्पा शेर्पा, धेरै वर्ष अगाडि उहाँलाई एकजना रिपोर्टरले तपाईँ हिमाल चढ्नुभयो, एक पटक, दुई पटक, तीन पटक भइसक्यो, फेरि पनि चढिरहनु भएको छ किन भनेर सोधेको थियो। उहाँले भन्नुभयो म वर्ल्ड रेकर्ड बनाउन चाहन्छु। त्यति बेला वर्ल्ड रेकर्ड 10 पटकको रहेछ। त्यति बेला उहाँ चौथो पटक आरोहण गर्ने तयारीमा हुनुहुन्थ्यो। म वर्ल्ड रेकर्ड बनाउन चाहन्छु भन्नुभयो र उहाँले चौथो, पाँचौँ, छैठौँ, सातौँ, आठौँ, नौँ, 10औँ 11 पटक चढ्नुभयो र वर्ल्ड रेकर्ड पनि बन्यो। उहाँको नाम गिनिज बुकमा पनि आयो। त्यसपछि तैपनि उहाँ 12औँ पटकको तयारी गर्दै हुनुहुन्थ्यो। त्यही रिपोर्टर साथीले फेरि सोध्न पुग्नुभएछ, सर तपाईँले त वर्ल्ड रेकर्ड बनाउँछु भन्नुभयो, वर्ल्ड रेकर्ड पनि बनिसक्यो, अझै पनि तयारी गर्दै हुनुहुन्छ किन भनेको? वर्ल्ड रेकर्ड त छ नि मेरो 11 पटकको, त्यसलाई तोड्नु परेन मैले? आज उहाँको नाममा 21 पटक सगरमाथा चढेको रेकर्ड छ। उहाँको नाममा 21 पटकको। त्यसैले आफ्नो रेकर्ड तोड्ने प्रयास गर्नुहोस्। हरेक दिन बिहान जब ऐना हेर्नुहुन्छ ऐनामा देखिने प्रतिबिम्बलाई भन्ने गर्नुहोस् सबैभन्दा ठुलो मेरो कम्पिटिसन मेरो अगाडि उभिएको छ र मैले यो कम्पिटिटरलाई हराउनु पर्छ। हरेक दिन हराउनुहोस्, आफैलाई हराउनुहोस् र अगाडि बढ्नुहोस्। मेरो यहाँहरू सबैलाई शुभकामना छ। हिजोको सेसनपछि आजको सेसनमा मैले यहाँहरूलाई भनेको थिएँ यदि यहाँहरू तयार हुनुहुन्छ भने हामी आजको सेसनमा हिजो गरेका कुराहरूलाई तपाईँहरूको आइडियासँग फ्युज गरेर त्यसलाई वर्केबल आइडिया, डुएबल आइडिया, त्यसलाई सक्सेसफुल बनाउन के गर्न सकिन्छ भनेर हामी केही विचार मन्थन गर्छौँ भनेर भनेका थियौँ। सो द्याट्स वाट वी आर गोइङ टु डु। बट बिफोर द्याट आई एम टोल्ड द्याट वी विल डु some bit of question answer. So I think Rajesh is ready for question answer, right?
यस सर तपाईँ कहाँ बस्नुहुन्छ सर सरको इच्छा यो तपाईँकै गरौँ सर अब हिजो पनि आउनु भएको थियो आइ एम रेडी टु स्ट्यान्ड प्लिज सर प्लिज बसौँ ओके हिजो 9 पोइन्ट्स यहाँले राख्नु भएको थियो हामी सबैजनालाई किन नेपाल अमेजिङ छ वा नेपालमा किनै हामी बस्नुपर्छ वा जहाँ जहाँ प्रब्लम छ त्यहाँ त्यहाँ अपर्च्युनिटी कसरी क्रिएट गर्न सकिन्छ भनेर यहाँले कुरा गर्नुभएको थियो यो कुराकानीको बिचमा म रिक्वेस्ट पनि गर्छु कि अडियन्सबाट पनि केही क्वेसन्सहरू आयो भने हामी त्यसलाई पनि लिन्छौँ सो एकजना भलन्टियरले कृपया माइक लिएर स्ट्यान्ड बाई पनि बस्दिनु होला किनभने कुराकानीकै सिलसिलामा तपाईँहरूको दिमागमा पनि केही क्वेसन आइहाल्यो भने त्यसलाई यहाँ राख्न सकिन्छ सो नेपाललाई के को देश भन्दाखेरि अरू थुप्रै कुराहरू होला एग्रिकल्चर छुट्दैन एग्रिकल्चर छुट्दैन एउटा कुरा क्लियर के देखिन्छ म तपाईँलाई यही नै रोकेर के भन्न चाहन्छु भने कुनै पनि देश केहीको लागि पनि आफूभित्र भएको कारणले गर्नुपर्छ भन्ने छैन जस्तै स्विजरल्यान्डले आज चक्लेट बनाउँछ र वर्ल्डको सबभन्दा बेस्ट चक्लेट स्विजरल्यान्डमा बन्छ तर स्विजरल्यान्डमा कहिले पनि कोकोआ जुन चक्लेट बनाउनुको लागि प्रयोग हुने इन्ग्रेडियन्ट हो त्यसको खेती हुँदैन यो बाहिरबाट लिएर आउँछ हजुर बाहिरबाट यदि डिटर्मिनेसन छ भने त्यो पनि गर्न सकिन्छ भन्ने कुरा हो तर हामी कहाँ त खेत छ फर्टाइल ल्यान्ड छ र एग्रिकल्चरको ठुलो एउटा हिस्ट्री छ हामी लगभग ठुलो पर्सेन्टेज एग्रिकल्चरमै डिपेन्ड गर्छौँ यो त झन् ठुलो अपर्च्युनिटी भयो नि डेफिनेटली तर म चाहिँ के भन्छु भने नेपालको कन्टेक्स्टमा हामीले क्वान्टिटीलाई ताक्नु हुँदैन क्वान्टिटीतिर जानु हुँदैन हाम्रो देशको जुन भौगोलिक अवस्था छ हाम्रो जुन माटो उर्वर छ त्यसमा सुन फल्छ भने फलाम नफलाउँ सुनै फलाउँ एक्ज्याक्टली म यहीँ आउँदै थिएँ साह्रै राम्रो कुरा गर्नुभयो यदि सुन फल्छ भने माटो किन फलाम किन फलाउने भन्ने कुरा भयो वा फलाम नफलाउँ भन्ने कुरा भयो तर त्यो सुन फलाउनको लागि सुन फलाउने प्रोसेसले जे कुराहरू माग्छ त्यो नदी फेरि सुन फल्नेवाला छैन म तपाईँलाई दुईवटा पिक्चर वर्ड पिक्चर पेन्ट गर्छु एउटा जुन दिन मैले थाहा पाएँ कि अस्ट्रेलियामा केरा खेती गर्ने किसानको जग्गा वा खेती हेर्नलाई सानोतिनो हेलिकप्टरमा जानुपर्छ उसको आफ्नै सबै कुराहरू हुन्छ किनभने उसले गाडीमा गएर भ्याउँदैन त्यति ठुलो केरा खेती हुन्छ अनि उसको पिक्चर कसरी पेन्ट गरिएको हुन्छ भने एउटा हेलिकप्टरमा एउटा किसान बसेको छ लामो कपाल पालेको छ एकदम कुल छ बाइक त्यही छ गाडी त्यही छ सबै कुराहरू त्यही छ अब त्यो देशमा किसान बन्ने कुरामा कसैलाई पनि प्रब्लम हुँदैन किनभने कुलेस्ट पिक्चर उसले त्यहाँनिर पाइराखेको हुन्छ किसानको हामी कहाँ के बताइयो स्कुलको यदि किताब पल्टाएर हेर्ने हो भने अहिले पनि किसानको चित्र के बनाइयो भने अलिक गरिब गरिब खालको दौरा सुरुवाल ढाकाको टोपी लगाएको छ त्यो पनि कहीँ कहीँ फाटेको छ र उसले टालेको छ हलो जोती राखेको छ यो सबै बतायो तपाईँलाई कहीँ लाग्दैन हामीले जहाँबाट कुनै पनि कुराको जुन पिक्चर मान्छेमा भित्र हालिरहेछौँ बच्चामा हामी त्यहाँ के गडबड गरिरहेछौँ डेफिनेटली हामीले म सधैँ भन्छु हामीले हाम्रो जुन जेनेरेसन छ हामीभन्दा माथिको जेनेरेसनले हामीलाई जे सिकाउन खोज्यो त्यही सिकेका व्यक्तिहरू थुप्रै छन् जसले केही पनि गर्न सकेनन् जसले त्यो सिकाउन खोजेको कुरालाई च्यालेन्ज गरेका छन् ती सबैले केही न केही राम्रो उपलब्धि हासिल गरेका छन् म एउटा सानो उदाहरण दिन्छु एउटा हात्तीको बच्चालाई सानो डोरीले बाँधेर राख्यो भने र उसले त्यसलाई त्यहाँबाट फुस्किन खोज्छ तर त्यो डोरीको स्ट्रेन्थ त्यो हात्तीको सानो बच्चाभन्दा अलि बढी नै हुन्छ त्यसले चुडाउन सक्दैन र उसले प्रयास गर्छ आज भोलि पर्सि निको पर्सि 15 देखि 20 दिनको बिचमा त्यो हात्तीको बच्चाले छोडिदिन्छ यो म बाँधिएको छु म यसबाट छुट्न सक्दिनँ मैले यसलाई चुडाल्न सक्दिनँ भन्ने विश्वास लिएर छोडिदिन्छ र जब त्यो हात्तीको बच्चा ठुलो हात्तीमा परिणत हुन्छ नि तब पनि त्यो सानो डोरीले उसलाई बाँधि नै रहेको हुन्छ र उसले प्रयास पनि गरेको हुँदैन त्यो म सक्छु कि भनेर किन उसले विश्वास गरिसकेको हुन्छ कि म सक्दिनँ हामी पनि त्यस्तै नै भइसकेका छौँ हामीले पनि नेपाल एउटा गरिब र सानो मुलुक हो भनेर पढेका छौँ त्यो किताबमा पढेको कुरालाई नै बुझेर हामी सानो मुलुक हौँ हामी गरिब हौँ हामी त्यही नै बुझिरहेका छौँ हामी विश्वको 42औं ठुलो मुलुक हौँ हामी सानो मुलुक होइन त्यसरी बुझ्नु पर्यो हामीले बुझ्दाखेरि त्यसरी बुझ्नु पर्यो केही कुराहरू सच्याउनु पर्ने छ भने सच्याएर बुझौँ त्यहाँ गलत छ भने त्यो गलतलाई नै सही मानेर या फेरि एक्सक्युज बनाएर हामी सधैँ एक्सक्युज बनाउँछौँ त्यो हलो जोत्ने किसान
टाउकोमा टोपी पनि पछाडिपट्टि राखेको, सुराल पनि यहाँ माथिसम्म राखेको, हातमा हिलो लागेकै किसान हुन्छ भन्ने छैन। नेपालभित्रै अहिले यस्ता थुप्रै किसानहरू छन् जसले पाजेरो चढेर हिँड्छन्, तर उनीहरूले के को कृषि गर्छन्? उनीहरूले हर्ब्सको कृषि गर्छन्। उनीहरू हर्ब्स फलाइरहेका छन्, हर्ब्सको ओइल बनाइरहेका छन् र बाहिर सप्लाई गरिरहेका छन्, र पाजेरो पनि चढ्छन्। ती पनि कृषक नै हुन् र उनीहरू आफूलाई कृषक नै भन्न रुचाउँछन्। सो यसरी यो जुन कुरा पोर्ट्रे गरिएको छ, हजुर, एकातिर त्यसलाई सच्याउनु पर्ने पनि छ, हजुर, अर्कोतिर यहाँ एन्टरप्रेन्योर्सहरू हलभरि तपाईँले देखिराख्नु भएको छ। यदि एग्रिकल्चर जहाँ हामीसँग स्विजरल्यान्डमा जे छैन त्यो गरिरहेछ, डेनमार्कमा त्यही देखिन्छ, जे छैन त्यो गरिरहेछ, विकसित मुलुक इङ्ल्यान्डमै के छ? स्विजरल्यान्ड र डेनमार्क भन्दै हुनुहुन्छ, नेपाल भन्नुहोस् न। नेपालमा अस्ट्रिच फार्मिङ भइरहेको छ। अस्ट्रेलियाबाट एकजना फर्केर आएर अस्ट्रिच फार्मिङ गरिरहनु भएको छ र उहाँले अस्ट्रेलियामै त्यो अस्ट्रिचको मासु सप्लाई गरिरहनु भएको छ। असाध्यै राम्रो। त्यो त्यसबाट पनि सिक्न सकियो एउटा। अब यो पुस्ता जो एन्टरप्रेन्योरसिपमा विश्वास गर्छ, म जब क्रिएट गर्छु भन्ने कुरामा विश्वास गर्छ, त्यसैले हलमा 2 दिनसम्म बसिरहेछ। एग्रिकल्चरमा कहाँबाट स्टार्ट गर्ने, अपर्च्युनिटी कसरी देख्नुहुन्छ तपाईँ? के गर्दै जाने हो भने हामीले त्यो पोइन्टमा हामी पनि पुग्न सक्छौँ? एग्रिकल्चरमा अपर्च्युनिटिज जति पनि नि छ। मैले भने सुन फलाउनेतिर लागौँ। यदि हामी मुस्ताङमा स्याउ फलाउँदैछौँ भने त्यसलाई ब्रान्डिङ पनि गरौँ। त्यसमा ब्रान्डिङ गर्दै गर्दा त्यो स्याउको महत्त्व बुझौँ। त्यो स्याउको महत्त्व भनेको के हो भने वर्ल्डकै सबभन्दा अग्लो स्थानमा फलेको स्याउ भन्न सकिन्छ त्यसलाई। यदि लुम्बिनीमा आजको दिनमा म सधैँ भन्ने गर्छु, लुम्बिनीमा आजको दिनमा भारतबाट बस चढेर लगभग 60वटा बसमा पर्यटकहरू आउँछन्। आज बिहान आउँछन्, दिउँसो त्यही बसमा लिएर आएको लन्च बक्स लिन्छन्, लन्च बक्स खान्छन्, लुम्बिनी घुम्छन् र फर्केर जान्छन्। नेपालमा 1 पैसा खर्च गर्दैनन्, 1 पैसा पनि। र त्यहाँ उनीहरूले सोभिनियर किन्छन्, चाइनामा र खासामा बनेको बुद्धको मूर्ति, अझ त्यसमा त्यो पछाडिपट्टि सोलरको प्यानल लागेको हुन्छ, घुम्ने मूर्ति 300, 400, 500, 700 रुपियाँमा किनेर लिएर जान्छन्। के हामी उनीहरूलाई बुद्धको मूर्ति बेच्न सक्दैनौँ? हामी उनीहरूलाई बुद्धको मूर्ति त्यो पनि 5000 जाने बेच्न सक्छौँ। तर त्यसको लागि अलिकति आइडियालाई ट्विस्ट गर्नु पर्यो। एउटा माटोको बुद्धको मूर्ति बनाउनु पर्यो जसलाई पेन्टिङ पनि गर्नु भएन, र त्यसको तलपट्टि सरकारले सर्टिफाई गरेर के लेखिदिनु पर्यो भने यो बुद्धको मूर्ति बुद्ध जन्मिएको माटोबाट बनेको हो। यदि त्यो सर्टिफाई गर्ने हो भने हरेक पर्यटकले त्यो बुद्धको मूर्ति 5000मा किनेर लगेर आफ्नो पूजा कोठामा राख्छ र प्रे गर्छ, किनकि त्यो बुद्धको मूर्ति अरू कुनै पनि ठाउँमा बन्न सक्दैन। नेपालको लुम्बिनीको, ग्रेटर लुम्बिनीको सर्किटभित्रको माटोले मात्रै त्यो बुद्धको मूर्ति बनाउन सक्छ। एउटा उदाहरण यहाँले 5000 जुन भन्नुभयो नि, मलाई त यही पनि कम भन्नुभयो जस्तो लागिरहेछ। डेफिनेटली हैन, किनभने त्यसको कुनै मूल्य नै छैन र असाध्यै राम्रो। के भन्न खोज्दै हुनुहुन्छ? इट्स अल अबाउट पोजिसनिङ, इट्स अल अबाउट वेयर यु वान्ट टु प्लेस योर प्रडक्ट। तपाईँको प्रडक्ट मैले प्रयोग गर्नको लागि मलाई के रिजन छ जसले गर्दा मैले प्रयोग गर्छु। त्यही ग्रेटर लुम्बिनीको भित्र आजको दिनमा थुप्रैले चामल धान फलाइरहेछन्, तर यदि सरकारले ग्रेटर लुम्बिनी सर्किटभित्रको टोटल एरियालाई होली ल्यान्ड भनिदिने हो भने त्यो चामल पनि होली राइस बन्छ। अब 1-1 केजीको प्याकेटको चामल बनाइदिनुहोस्, हरेक चाइनिज र जापानिज बुद्धिस्ट टुरिस्टले घरमा किनेर लिएर जान्छ। त्यसको कति राख्ने केजीको? 5000, 3000 कति राख्नुहुन्छ? आज 200 रुपियाँ चामलको केजी पर्छ भने अब त्यसलाई 5000 रुपियाँ केजीमा बेच्न सक्नुहुन्छ। तर त्यसलाई मार्केटिङ गर्दा के भन्नु पर्यो भने यो चाहिँ होली राइस हो, यो राइस तिमी घरमा घर परिवार कहाँ पुगेपछि सबैलाई एकै ठाउँमा जम्मा गरेर प्रे गरेर पकाऊ, अनि त्यसपछि यसलाई प्रसादको रूपमा सबैलाई खुवाऊ भन्नु पर्यो। म अडियन्ससँग एउटा अनुमति के मागौँ भने, यहाँहरू सबैजना हुनुहुन्छ, आज इभिनिङसम्म हामी सँगै बस्छौँ। उहाँले हिजो 9वटा पोइन्ट भन्नुभयो नेपालमा किन बस्ने, त्यहाँ हामीले धेर थोर अग्री गऱ्यौँ, ल ठिक छ भन्यौँ, उहाँलाई जाँदा जाँदै थ्याङ्क यू पनि भन्यौँ। अहिले नै उहाँले एकाध आइडिया असाध्यै राम्रो दिइराख्नु भएको छ, जसलाई यदि इम्प्लिमेन्ट गर्न सकियो वा त्यसमा लबिङ गर्दै गयो, एउटा डेटमा गएर इम्प्लिमेन्ट गर्न सकियो भने यो होली ल्यान्ड लुम्बिनी मात्रै होइन कि यो कन्ट्री नै होली बन्छ, किनभने यो अलरेडी छ। केही आइडिया उहाँसँग लिउँ जसले गर्दा तपाईँहरूलाई अझै बिजनेसमा छिटो केही गर्नलाई सजिलो हुन्छ। म फटाफट आइडिया लिउँ उहाँसँग। एउटा यो भयो, अरू के सोच्नुहुन्छ तपाईँ यसरी सोच्दै जाँदाखेरि? मैले सोच्ने भनेको
म सधैँ मेरो लक्षित वर्ग भन्छौँ, टार्गेट ग्रुप, मेरो प्रडक्टको, मेरो सर्भिसको, मेरो आइडियाको टार्गेट ग्रुप कुन हो, त्यो टार्गेट ग्रुपमा छिरेर उसको जुत्ता लगाएर सोच्ने गर्छु। यदि म नेपाल आउने पर्यटक हो भने मलाई के रमाइलो लाग्ला? मलाई यहाँ भएको ठुलो ठुलो मलहरूमा घुम्न रमाइलो लाग्दैन, त्योभन्दा ठुलो मेरो देशमा छ। मलाई यो देशमा भएको, मेरो देशमा नभएको कुरा हेर्न मन छ। यदि भक्तपुरमा कुनै एकजना माटोको काम गर्ने कुमालेले त्यो चक्र घुमाएर करुवा या हाम्रो सानो भुड्को बनाएर बेचिरहनु भएको हुन्छ, त्यो पर्यटकले कति रुपियाँमा किनिरहेछ आजको दिनमा भन्दा? 100 रुपियाँ, 150 रुपियाँ, 200 रुपियाँ, भन्ने बेलामा 500 पनि भन्लान्, घटाएर 200 मा दिइरहेछन्। अब त्यो पर्यटकलाई त्यो सामान, सेम सामान आफूले मेहनत नगरिकन, आफूले एक थोपा मेहनत नगरिकन 1000 रुपियाँ या 1500 मा कसरी बेच्ने? सिम्पल छ। अब तपाईले 10 रुपियाँको एउटा डिस्पोजेबल ग्लभ्स पाउँछ, रबरको ग्लभ्स, त्यो किन्नु पर्यो र भन्नु के पर्यो भने तिमी नेपालमा आफ्नो डिस्पोजेबल ग्लभ्स लगाऊ, कप बनाऊ, म घुमाइदिन्छु, सिकाइदिन्छु, बनाऊ। अब यो एक्सपिरियन्सको उसले 1000 रुपियाँ तिर्न तयार हुन्छ। अनि त्यसपछि तपाईले त्यसलाई ब्रान्डिङ गर्न सक्नुहुन्छ। त्यसलाई ब्रान्डिङ कसरी भन्दा 1500 रुपियाँ तिर्यौ भने चाहिँ तिमीले बनाएको कपलाई हामी अहिले तुरुन्तै बेक पनि गर्छौँ, सुकाउँछौँ। सुकिसकेपछि त्यो आर्टिस्टले तिम्रो नाम र यहाँको डेट, टाइम पनि लेखिदिन्छ। अनि त्यसको चाहिँ 1500 पर्छ। अब त्यो पर्यटकले बनाएको कुरालाई ब्रान्डिङै नगर्ने त हुँदैन। 1500 तिरेर, उसको लागि $15 हो, 1500 रुपियाँ तिरेर उसले आफ्नो नाम शुद्ध लेखाएर लिएर जान्छ। अब सोच्नुहोस् हुन्छ के यो कपबाट? यो कप लिएर गएर त्यो मान्छेले कि त आफ्नो बैठक कोठामा सजाउँछ कि चाहिँ आफ्नो अफिसको टेबलमा राख्छ। हरेक व्यक्ति उसको अफिसमा आउँदा यो त मैले बनाएको नि भनेर देखाउँछ। कहाँ बनाएको? मैले नेपालमा बनाएको, भक्तपुर भन्ने नेपालको एउटा एन्सियन्ट सिटी रहेछ, त्यो ठाउँमा बनाएको। सो तपाईँको कामले तपाईँको कामलाई त्यो ठाउँमा प्रमोट गराइरहेको छ। सो त्यो व्यक्तिले 1500 रुपियाँ त तिर्यो, तर तपाईँले वर्ड अफ माउथ क्रिएट गर्ने एउटा व्यक्ति तपाईँको लागि खडा गर्नुभयो। न्युजिल्यान्ड, अस्ट्रेलिया, चाइना, जापान, कोरिया, कहीँ न कहीँ। सो इट्स अल अबाउट लुकिङ एट थिङ्स फ्रम डिफरेन्ट पर्सपेक्टिभ। यदि तपाईँले आफ्नै जुत्ता लगाएर म सामान बनाउँदैछु, मेरो सामान राम्रो छ भनेर हेर्नुभयो भने यस्तो कुराहरू देख्नुहुन्न। यस्तो हेर्नको लागि लक्षित वर्ग, टार्गेट ग्रुप बनेर, आफू टार्गेट ग्रुप बनेर हेर्नु पर्यो र म त्यो ठाउँमा बस्दा मलाई के चाहिन्छ होला। तपाईँले त्यसरी सोध्नुहोस्, क्वेसन एन्सर पाउनुहुन्छ, त्यो एन्सरलाई फुलफिल गर्नुहोस्, यु विल डु द बिजनेस। अपर्च्युनिटी त्यहीँनिर छ। कसैले क्वेसन म सोध्छु भन्दै हुनुहुन्थ्यो। वाट्स योर क्वेसन? सायद अघि पनि तपाईँले नै सोध्नु भएको थियो। अनि ठिक छ, हामी लिन्छौँ तपाईँको क्वेसन, केही छैन। साउन्डको लागि माइक अलिकति छिटो उहाँलाई अभाइलेबल गराइदिउँ। हजुर, एकदम छोटो प्रश्न राख्नुहोस्। त्यसलाई ग्रिन अन गर्नुहोस् पहिला। हजुर, सुनिएन, तर तपाईँको आवाज सुन्यौँ। तपाईँ बोलिदिनुहोस्, हामी सुन्छौँ। छोडिदिनुहोस् माइक, तपाईँ बोल्नुहोस्, हामीले सुनिरहेछौँ। तपाईँले त्यो माइकलाई आफ्नो मुख नजिकै लगेर राख्नुपर्छ होला। यो हल शान्त छ, तपाईँ बोल्नुहोस् न, हामी सुन्छौँ।
देखिन्छ भन्ने कुराहरू आयो। अब यसमा मैले बुझ्न नसकेको कुरा के हुन्छ भने जब ट्रायल बढी हुन्छ नि, जब ट्रायल बढी हुन्छ, जब एक्सपेरिमेन्ट बढी हुन्छ, जब रिसर्च बढी हुन्छ, नीड ग्याप त फुलफिल पो हुन्छ त। नीड त त्यहाँ क्रिएटै हुँदैन, त्यो नीडलाई त मिटिगेट गर्ने अवसर हुन्छ जब ट्रायल धेरै हुन्छ। ट्रायल धेरै त त्यसै त ट्रायल हुँदैन। ट्रायल त नीड जुन फेल्ड छ त्यो फेल्ड नीडलाई फुलफिल गर्नको लागि मान्छेले ट्रायल गर्छ, एक्सपेरिमेन्ट गर्छ र रिसर्च गर्छ। त्यसकारण जति बढी ट्रायल भयो, मोर ट्रायल नीड ग्याप बढिरहन्छ र नीड ग्याप चाहिँ नि ट्रायल बढी हुनु, नीड ग्याप देखिनु भन्ने कुरा चाहिँ अलि म यसमा सेटिस्फाई हुन सकिनँ। लो ट्रायल रेट भएको भए नीड ग्याप बढ्थ्यो होला, मोर ट्रायल देखिँदाखेरि त नीड ग्याप मिटिगेट हुनुपर्ने हो भन्ने चाहिँ मेरो क्वेसन छ। थ्याङ्क यू, धन्यवाद। म चाहिँ यहाँलाई के भन्न चाहन्छु भने हामी ट्राई त्यो बेलामा गर्छौँ जुन बेलामा सेटिस्फाई हुँदैनौँ। सेटिस्फाई भयो भने रोकिन्छ। ट्रायल रेट हाई भएको कारणले गर्दा हामीले त्यहाँ नीड ग्याप क्रिएट गरिरहेका हुन्छौँ। फर एक्जाम्पल, नेपालमा जब 100 सीसी को बाइक बिक्री हुन्थ्यो त्यति बेला मार्केटमा चाहिँ नि 150 सीसी को बाइक लन्च भयो र त्यस पछाडि ट्रायल हुन थाल्यो। जब ट्रायल भएर त्यो मान्छे चाहिँ नि त्यसमा आबद्ध हुन थाल्यो, त्यसपछि 180 सीसी, 200 सीसी, 220 सीसी, अहिले त्यो बढ्दै गएर 250 सीसी सम्म पुगिसक्यो। त्यो भन्नुको मतलब के भने मैले बानी लगाएँ ट्राई गर्नको लागि र तीबाट अगाडि मैले बढाउँदै लिएर गएँ। एउटा अर्को उदाहरण दिन्छु जिलेटको। जिलेटले के गर्छ भन्दा हरेक पटक नयाँ इनोभेसन गरेर प्रडक्टलाई अस्तिको प्रडक्ट भन्दा अलिकति बेटर बनाइदिन्छ, अलिकति बेटर। सुरुमा उसले दाढी काट्न सिकायो, त्यसपछि दाढीलाई फाइन बनाउन सिकायो, त्यसपछि सेफ्टीको कुरा गर्यो, त्यसपछि स्मुथनेसको कुरा गर्यो, अब चाहिँ उसले नो कट्सको कुरा गर्छ, अब उसले चाहिँ बेटर लुक्सको कुरा गर्छ। गर्दै जाँदा उसले बढाउँदै जान्छ। हामीलाई लाग्छ जिलेट म्याक 3 आएपछि अब त के आउला र, त्यसपछि फ्युजन आउँछ। अहिले फ्युजन भन्ने आइरहेछ, 5वटा ब्लेड छ, रोलर छ, के छ। अब त्यसको भोलि अर्को के आउँछ भनेर हामीले सोच्न सकिरहेको छैनौँ, तर उनीहरूको R&Dले त्यसमा काम गरिरहेको छ। कारण के भन्दा when you are providing new technological support to the product, it creates trial in the market, it creates trial for the consumers. Consumers becomes habituated to try new things. That means why they try new things? Because they are not yet satisfied with what they are getting from current product. Satisfaction र त्यसको सप्लाई र डिमान्डको बीचको ग्याप जुन छ त्यसलाई नै म नीड ग्याप भन्छु। त्यो नीड ग्याप कहिलेकाहीँ देखिन्छ, कहिलेकाहीँ देखिँदैन, कहिलेकाहीँ आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। एज अ मार्केटियर हामीले आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। कन्ज्युमरलाई थाहा हुँदैन यहाँनिर निड छ, त्यहाँनिर ग्याप छ भनेर, तर हामीले पत्ता लगाउन सक्छौँ। आई विल गिभ यु वान एक्जाम्पल। आज भर्खर एकजना डाक्टर भाइले मलाई फोन गर्नुभएको थियो। उहाँले हेल्थ एट होम भन्ने सर्भिस चलाउनुहुन्छ। हेल्थ एट होम भनेको घरमा कोही बिरामी छ, तपाईको बिरामी हस्पिटलसम्म जान सक्दैन भनेदेखि हामी तपाईकै घरमा नर्सिङ सेवा सहित सम्पूर्ण सुविधा घरमै पुर्याउँछौँ भनेर उहाँले सेवा चलाइरहनु भएको छ र नेपालमा उहाँले यो मार्केटिङ गरिरहनु भएको थियो। आज उहाँले मलाई फोन गर्नुभयो, दाइ हाम्रो सेवा त एकदम सीमित भयो, बढ्दैन, के गर्ने होला भन्नुभयो। मैले सायद नीड ग्यापलाई याद गरिएन कि भने, यसरी नै कहाँ छ त नीड ग्याप? अनि मैले उहाँलाई नीड ग्याप नेपालमा छैन, नेपाल बाहिर छ। नेपाल बाहिर थुप्रै यस्ता छोराछोरीहरू छन् जसका आमा बाउ नेपालमै छन् र उनीहरूले त्यहाँ बसेर हेत्तिरका हेर्नलाई आमा बुवालाई कोही पनि छैन, हेल्थलाई प्रब्लम हुँदा त झन् कोही पनि छैन भन्ने सोचिरहेका छन्। तिनीहरूलाई मेम्बर बनाउने हो भने 200, 300, 400, 500 जना नेपालीहरू $50 तिर्न तयार हुन्छन् महिनाको आमा बुवाको हेरचाह गरिदिने व्यक्तिको लागि। उनीहरूले पनि सोचेका छैनन्, उनीहरूलाई पनि निड पनि छैन, ग्याप देखेका पनि छैनन्, तर यो इमोसनल साइकोलोजिकल ग्याप हामीले नै उनीहरूलाई जब सुनाउँछौँ यो कुरा अनि मात्रै पत्ता लाग्छ, ए हो नि 12 बजे राति मेरो आमा र बुवा घरमा एक्लै हुँदा
बुवालाई टाउको दुख्यो या हार्टमा कहीँ सानो पेन भयो भने आमाले के गर्नुहुन्छ? आमाले सिम्पल एउटा दिएको नम्बरमा फोन गर्नुहुन्छ र म जस्तै अर्को एउटा व्यक्तिले डक्टरको रूपमा त्यहाँ काम गर्छ भन्ने बुझ्यो भने उसले $50 तिर्न कुनै गाह्रो छैन। तर यो बुझाउन सक्नु पर्यो। सो निड ग्याप भन्दैमा सधैँ ग्याप कन्ज्युमरको बिचमै हुन्छ भन्ने छैन। त्यो हामीले कन्ज्युमरको जुत्ता लगाएर सोच्न सक्नु पर्यो र त्यो ग्याप प्रड्युस गरेर त्यसभित्र प्रडक्टलाई प्लेस गर्नु पर्यो। मैले सायद तपाईँको उत्तर दिएँ। वन्डरफुल। सायद अग्री गर्नुहुन्छ होला उहाँ पनि। म कसैको क्वेसन लिइहाल्नुभन्दा अघि जसरी हामीले म लिन्छु आज हामीसँग टाइम छ, हामी कुराकानी गर्छौँ। कस्तो भने इभेन्टको लागि भयो भने मजा आउँदैन। यसबाट केही कन्क्रिट आओस् न, 2-4 आइडिया सुनाउँ, 2-4 आइडिया बताउँ, अब यहाँबाट केही जेनेरेट हुन्छ। साह्रै राम्रोसँग यहाँले बताउनु भयो लुम्बिनीको कुरा, भक्तपुरको कुरा। दिमागमा अरू कुनै आइडिया खेल्छ जुन तपाईँ आफूले नगरे पनि उहाँहरूले गर्न सक्ने गरी केही छ दिमागमा? थुप्रै आइडियाहरू छ, थुप्रै हुन्छ, थुप्रै आइडियाजहरू हिँडे बसेर पनि निस्किन सक्छ। सो आइडिया भनेको एकदमै गाह्रो कुरा। म त क्रिएटिभै छैन, म आइडिया नै लगाउन सक्दिनँ, नसोच्नुहोस्। यदि कुनै बाटोमा हिलो छ, पानी जमेको छ भने तपाईँलाई साइडको ढुङ्गा उठाएर बिचमा राखेर स्टेपिङ गर्न आउँछ या प्लास्टिकको झोलाले जुत्ता बचाउन आउँछ भने सबैले आइडिया जेनेरेट गर्न सक्छौँ। हामी सबै क्रिएटिभ छौँ। कतिपय टाइममा हामी आफैले सरेन्डर गरेर त्यो क्रिएटिभिटीलाई मारिदिन्छौँ। द्याट्स इट। हामी सबैभित्र आइडिया छ। त्यो आइडिया जहाँ पनि हुनसक्छ। भूकम्प आयो, भूकम्प सकियो। भूकम्पले छोडेर गएको आइडिया भनेको अर्थक्वेक किट हो। घरमा किट जान सक्छ। आजको दिनमा कसैले ल्याएर मेरो घरमा 4000 पर्ने एउटा बाकस राखिदिन्छ, जसले जुन बाकस म केही गरी भुइँचालो गएर बाहिर जानु पर्यो भने पानी दिन्छ, औषधि दिन्छ, त्यसमा चाहिने अन्य अत्यावश्यक सामानहरू त्यसमा राखिदिन्छ भने म तयार छु पैसा तिर्नको लागि। म जस्ता थुप्रै मान्छे तयार छौँ हामीहरू त्यो पैसा तिरेर त्यो अर्थक्वेक किट घरमा राख्नको लागि। तर तपाईँको बिजनेस मोडल भनेको ₹1000, ₹1500, ₹3000 त्यो अर्थक्वेक किट मेरो घरमा राख्ने मात्रै होइन। तपाईँले मलाई के पनि बुझाउनु पर्यो भने सर यसमा 6वटा प्याकेट चाउचाउ छ, 3-4वटा बोतल पानी छ, यतिवटा सिटामोल छ, यतिवटा चाहिँ वाटर प्युरिफायर छ, यो सबै एक्सपायर हुन्छ। त्यसैले गर्दा हामी 6 महिनामा आएर यसलाई रिफ्रेस गर्छौँ। त्यसको लागि चाहिँ तपाईँले फेरि ₹500 थप्नुपर्ने हुन्छ भनेर मलाई भन्नु पर्यो। तपाईँको बिजनेसमा अब मैले कहिले पनि नाइ भन्दिनँ। एकचोटि मका बेच्नुभयो भने हरेक पटक तपाईँ आइरहनु पर्यो। सो बिजनेसको आइडिया सोच्दाखेरि सधैँ सस्टेनेबल बिजनेस आइडिया सोच्नुहोस्। थमस एल्वा एडिसनले जब बत्ती बनाउँदै थिए, बत्ती बल्ने कुरा बनाउँछु भन्दै थिए, पहिलो पटक बलेको बत्ती त्यो आइडिया उसले कसैलाई पनि दिएन। किन भन्दाखेरि त्यो बत्ती त बल्यो तर जिन्दगीभर फ्युज नहुने बत्ती बल्यो। उसले त्यो आइडिया बजारमा ल्याएन। उसलाई के थाहा थियो भने एकपटक बत्ती बेचेपछि मान्छेले अर्को पटक किन्दैन, फ्युजै हुँदैन। सो उसले फेरि समय खर्चेर फ्युज हुने बत्ती बनायो। सो बिजनेस गर्ने एन्टरप्रेन्योरले सोच्ने तरिका फरक हुनु पर्यो। तपाईँले सोच्दा मेरो बिजनेस सस्टेन कसरी हुन्छ, मेरो बिजनेस रोलर कोस्टरमा कसरी जान्छ भन्ने कुरा चाहिँ सोच्नु पर्यो। एकपटक बेचेर त्यसपछि आई फर्गेट अबाउट दिस क्लाइन्ट भन्नुहुन्छ भने तपाईँको बिजनेस सस्टेनेबल हुनै सक्दैन। सो यु निड टु थिङ्क अबाउट सस्टेनिङ द्याट बिजनेस फर लङ पिरियड। तपाईँको नाति पनाति, त्यसको नातिले पनि त्यो बिजनेस गर्न सक्ने वातावरण त्यो आइडियामा हुनु पर्यो। असाध्यै राम्रो। एकजना कसैले क्वेसन गर्छु भन्नु भएको थियो, तपाईँ त्यहाँ फ्रन्टमा हुनुहुन्छ, चस्मा लगाइराख्नु भएको छ। माइक उहाँलाई प्लिज दिनु होला। ल, तपाईँको क्वेसन एकदम छोटो मिठो राख्नुहोस्। हेलो दाइ, नमस्कार। नमस्कार। म चाहिँ खास अहिले एउटा सानो व्यापार गरिरहेको छु र खास एउटा इम्पोर्ट गरिरहेको छु, अर्को चाहिँ डिलरसिप छ मेरो काठमाडौँको लागि। फलामबाट बनेका झ्यालढोकाहरू जुन चाहिँ काठभन्दा धेरै बलियो र तपाईँको काठभन्दा धेरै सस्तो 50%मा आउँछ। कलरको हामी 40 पैसाको ग्यारेन्टी दिन्छौँ। त्यो खालको चाहिँ प्रडक्टको काम गरिरहेको छु। अब मलाई परेको प्रब्लमको बारेमा म दाइलाई सानो कुरा भनौँ। हजुर। जस्तो आजको दिनमा के भइरहेछ भने नेपालभरि नै एउटा परिवारबाट एकजना मान्छे विदेश जाने, उसले कमाउने र यहाँनिर पैसा पठाउने र परिवार सबै मोज गर्ने, त्यो खालको मा हाम्रो नेपाल गइरहेको छ होइन, देखिरहेका छौँ।
त्यो चाहिँ हरेक प्रत्येक घरबाट चाहिँ लगभग गइरहेको छ। त्यसले चाहिँ एउटा के क्राइसिस भइरहेको छ नेपाली मार्केटमा भने एउटा चाहिँ काम गर्ने मान्छेको क्राइसिस छ र विदेशै गएर आउने भएको हुनाले चाहिँ तपाईँको एउटा चाहिँ स्किल्ड म्यान पावरको पनि कमी छ। अलिकति जान्ने बित्तिकै मतलब विदेश गइहाल्छ होइन। त्यो हुँदाखेरि चाहिँ आजको दिनमा चाहिँ एकदम ठुलो क्राइसिस मैले पनि बेहोरेको छु। म जस्तो सानो एउटा उसले पनि होइन मेरो प्रोग्रेसमा चाहिँ त्यो कुराले रोकेको छ। आजकै दिनमा मैले चाहिँ हजुरलाई भन्नुभयो त फेरि मसँग काम गरिरहेको भाइ आजको दिनमा बिहान बिहान कोरियन भाषा सिकिरहेको छ होइन। भोलि कुन दिन ऊ उडेर जान्छ मलाई थाहा छैन। मैले आजको दिनसम्म त उसलाई चाहिँ मैले सम्पूर्ण कामहरू सिकाएर इन्भेस्ट गरिरहेको छु। भोलि मेरो इन्भेस्टमेन्टको रिटर्न पनि आउँछ कि आउँदैन मलाई थाहा छैन होइन। यो खालको प्रब्लममा चाहिँ दाइले सल्युसन के दिन सक्नुहुन्छ? मतलब के गर्दा फेरि ठिक होला दाइ? यदि तपाईँको ठाउँमा म भएदेखि म एउटा कुरा चाहिँ सच्याउन चाहन्छु। यहाँले भन्नुभएको सानो बिजनेस भन्नुभयो, सायद तपाईँ ठुलो बिजनेस गर्दै हुनुहुन्छ। सानो बिजनेस भन्नु छोडिदिनुहोस्। जबसम्म तपाईँले सानो भन्नुहुन्छ सानो नै सोचिरहनुहुन्छ, ठुलो भन्न थाल्नुहोस्। थ्याङ्क यू दाइ। र अर्को कुरा तपाईँले प्रब्लम भन्नुभयो, प्रब्लम नभन्नुहोस्। प्रब्लम भनेपछि भाग्न मन लाग्छ। च्यालेन्ज भन्नुहोस्। च्यालेन्ज भन्न साथ फेस गर्न मन लाग्छ। बच्चैदेखिको बानी हो। आइज एक च्यालेन्ज भन्न साथै खेल्न मन लाग्थ्यो होइन। सो च्यालेन्ज भन्न थाल्नुहोस्, प्रब्लम नभन्नुहोस् भन्छु। म सधैँ नै सबैलाई भन्छु च्यालेन्ज भन्नुहोस् र फेस गर्नुहोस्। अलिकति बडी ल्याङ्ग्वेज पनि त्यो फेस गर्नलाई च्यालेन्ज लिनलाई मन लाग्छ कि प्रब्लम भन्न साथै लुत्रुक्क परिसक्यो हुन्छ मान्छे। सो च्यालेन्ज भनेर अब तपाईँको ठाउँमा यदि मलाई लाग्छ यो भाइ मेरो बिजनेसको लागि एकदम इम्पोर्टेन्ट हो भने म भाइलाई के सोध्छु भने तिमी कोरिया गएर मालिक बन्छौ कि नोकर बन्छौ भनेर सोध्छु। नोकर नै बन्न जान्नला हो। त्यसो भए तिमी यहाँ मालिक बन्ने हो त ल 5% सेयर दिन्छु बस भन्छु। जबसम्म एन्टरप्रेन्योरले आफ्नो लेगेसीलाई समातेर बस्न खोज्छ तबसम्म सङ्कुचित हुन्छ। जुन एन्टरप्रेन्योरले त्यसलाई फुकाउन थाल्छ त्यसपछि ऊ ग्रो हुन थाल्छ। सो तपाईँले सोच्नुहोस्, तपाईँ अहिले नै दुईवटा प्यारलल बिजनेस गरिरहनु भएको छ। एउटा ट्रेडिङको, एउटा झ्यालढोकाको बिजनेस गरिरहनु भएका छ। यदि तपाईँले झ्यालढोकाको बिजनेसमा त्यो भाइ जसलाई तपाईँ पूर्णतः विश्वास गर्न सक्नुहुन्छ राम्रो काम गरिरहन सक्छ भनेर यदि लाग्छ भने यसलाई उसलाई सेयर होल्डर बनाएर यो काम सम्हाल्न लगाउने हो भने तपाईँले अर्को ट्रेडिङ गर्न थालिसक्नु भएको हुन्छ। तपाईँसँग दुईवटा ट्रेडिङ अर्को भइसक्यो हुन्छ। एउटा सानो हजुर हजुर। जस्तो मैले चाहिँ त्यो भाइको एक्जाम्पल मात्रै दिएको हो मतलब होइन। डेफिनेटली मैले यहाँनिर तपाईँलाई भन्न खोजेको या हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामी कहाँ स्किल्ड म्यान पावरको प्रब्लम छ, नो डाउट अबाउट इट। हामी कहाँ ह्युमन रिसोर्स क्राइसिस छ, नो डाउट अबाउट इट। हामी कहाँ त्यही कारणले गर्दा चाइनिज टुरिस्ट बढ्दै गइरहेको छ। 1,50,000 60,000 गर्दै 2 लाख चाइनिज टुरिस्ट नेपाल आउन थालिसके। जुन दिनदेखि नेपालमा 4 लाख टुरिस्ट आउन थाल्छन् नि त्यो दिनदेखि चाइनिजले नेपाली सिकेर भक्तपुरमा गाइड गरिरहेको हुन्छ। किनकि नेपालीले चाइनिज सिक्न छोडिरहेका छन् अहिले। आज यदि नेपालीले चाइनिज सिकेर रेडी हुने हो भने चाइनिजले नेपाली सिकेर यहाँ आउँदैन। सो हामीले यो कुरा स्प्रेड गर्नु पर्यो, हामीले बुझाउन सक्नु पर्यो। 1 जना 2 जना 4 जना 5 जना बाहिर गइरहेका छन् भने अर्को 4 जना 5 जना 3 जना आइ पनि रहेका छन्, फर्की पनि रहेका छन्, दुःख पाएर आएका पनि छन्, पैसा कमाए तर दुःख पाए, देशमै बस्छु भनेर आएका पनि छन्। उनीहरू अलिकति काम पनि सिकेका छन्, उनीहरूले प्रोफेसनलिजम पनि सिकेका छन्। 10 बजे काम सुरु गर्न सकेन भने के हुन्छ भन्ने मर्म उनीहरूले बुझेर आएका छन्। त्यस्ता व्यक्तिलाई ट्याप गर्न थाल्नु पर्यो। अब हामीले नेपाल मलेसियामा फ्याक्ट्रीमा काम गरेर फर्केर आएर अब त जान्न बा दुःख पाइयो भनेको मान्छेलाई ट्याप गरेर आऊ त्यो त्यति दुःख तिमीले यहाँ पाउँदैनौ तर यहाँ इज्जत पनि पाउँछौ भनेर भन्न सक्यौँ भने ती व्यक्तिहरू हाम्रो लागि अब राम्रो कामदार बन्न सक्छन्। अहिले हामी 1700 व्यक्तिहरू नेपाल छोडेर हरेक दिन बाहिर गइरहेका छन् भनिरहेका छौँ। तर हामीले नेपालमा हरेक दिन 450 देखि 500 व्यक्तिहरू काम छोडेर फर्किरहेका छन् भन्नेकै छैनौँ। हेर्ने तरिका फरक गरौँ भन्छु म। हेर्ने तरिका फरक गरौँ। छान्दाखेरि त्यसरी नै छान्न थालौँ मान्छेलाई। जब हामीले त्यसरी काम गर्न थाल्छौँ त्यसपछि सकारात्मकताले नै हामीलाई सस्टेनेबल बनाउँछ, उभिनलाई बाटो दिन्छ। त्यसैले हाम्रो हरेक व्यक्तिले जहाँ पनि के गर्छ भन्दा नाइ भन्नको लागि एक्सक्युजहरू रेडी गर्छ।
जब नाइ भन्नुपर्छ नि एक्सक्युजहरू आफै आउँछ। स्विमिङ आउँदैन, मलाई स्विमिङ आउँदैन भने नसिक्नको लागि थुप्रै एक्सक्युजहरू मसँग हुन्छ। डुबिन्छ, रुगा लाग्छ, मलाई त पिनास हुन्छ, हरेक कुरा मैले भन्छु अनि पानीभित्र कहिले पनि जान्न। यदि मैले स्विमिङ कस्तो ठुलो कुरा हो र सकिहालिन्छ नि भने सायद म पुलमा पनि जान्छु, पानीमा खुट्टा पनि डुबाउँछु, भित्र पनि जान्छु, हात खुट्टा पनि चलाउँछु र सायद 3 घन्टापछि स्विमिङ गर्न पनि सक्छु। सो इट्स अल अबाउट आवर माइन्डसेट। हामीले माइन्डसेटमा जे लक गऱ्यौँ, जे बिलिभ गऱ्यौँ त्यही नै हुन्छ। म चाहिँ नेपालमा यी सबै च्यालेन्जेसहरू छन् भनेर सोच्दिनँ। किन सोच्दिनँ भन्दा यदि मैले माइन्डलाई त्यो सोचेर त्यसमा कन्भिन्स गरेँ भने मैले त्यतैतिर मात्रै ध्यान दिन्छु, अर्कोतिर देख्दिनँ, अर्को कुरा केही पनि देख्दिनँ। म यहाँलाई यहीँ आउन खोजिरहेको थिएँ। थ्याङ्क यू। दुईवटा क्वेसन यहाँले राखिदिनु भयो। यो जुन यहाँले भन्नुभयो नि, अब हामीले यहाँ बिजनेस गर्ने हो भने बिजनेस सानो ठुलो वा मझौला जुनसुकै साइजको गरे तापनि त्यसलाई हामीले अब ठुलै गर्दैछौँ भनेर सोच्नु पर्यो। शब्दले चित्र बनाउँदै जान्छ दिमागमा। तर केही कुराहरू इग्नोर गर्न सकिँदैन, जस्तो गभर्मेन्ट, यसको स्ट्रेन्थ, स्टेबिलिटी, बिजनेस कहीँ न कहीँ गएर सरकारी कामकाजमा गएर ठोकिन्छ, यहाँको फ्यु रियालिटिज, त्यो सब कुरालाई इग्नोर कसरी गर्ने, त्यसको केही छ तपाईँको प्याटर्न जसलाई तपाईँले फलो गर्नुहुन्छ? इग्नोर गर्नलाई सिम्पल छ। तपाईँहरू सबैजनाले यो हलबाट गइसकेपछि भोलि बिहान भोलि बेलुका जुन बेला पनि एउटा कागज लिएर आफ्नो विकनेस लेख्नुहोस्। विकनेसहरू, मेरो विकनेस के छ भनेर लेख्नुहोस् कागजमा। 1 2 3 आफूसँग अनेस्ट हुनुहोस्। म चाहिँ बिहान समयमा उठ्न सक्दिनँ, म चाहिँ नि प्रोक्रास्टिनेट बढी गर्छु, आजको काम भोलि गर्छु भनेर सार्छु, म चाहिँ नि यस्तो गर्छु उस्तो गर्छु, म सिगरेट पिउँछु, यो जे पनि विकनेस लाग्छ, जतिवटा पनि विकनेस लाग्छ लेख्नुहोस् एउटा पेपरमा। र त्यसपछि अर्को साइडमा आफ्नो स्ट्रेन्थ लेख्नुहोस्। जे पनि स्ट्रेन्थ लाग्छ लेख्नुहोस्। म के ग्यारेन्टी दिन सक्छु भने तपाईँले लेखेको सम्पूर्ण विकनेसको लिस्टमा 33% यस्तो विकनेस हुन्छ जुन तपाईँले चाहनुभयो भने त्यति नै बेला स्ट्रेन्थमा लेख्न सक्नुहुन्छ। तपाईँले चाहनु मात्रै पर्छ। जस्तै 33%। यो एक्सर्साइज गरेर हेरे हुन्छ जसले पनि, यो मेरो विकनेस हो भनेर, बिहान उठ्न सक्दिनँ भन्ने विकनेस छ भने। यसो गरौँ न सर, यो त भयो। हजुर, तपाईँले लेख्दाखेरि केलाई कन्भर्ट गर्नुभयो त्यो भनिदिनुहोस्, ठ्याक्कै इक्जाम्पल मिल्छ सबैजनालाई। मैले थुप्रै कुराहरूलाई लेखेको छु विकनेसको रूपमा। म सुरुमा विज्ञापन एजेन्सी सुरु गर्दै गर्दा डिजाइनिङ सम्बन्धी केही पनि आइडिया थिएन। पेज मेकर हुन्थ्यो त्यति बेला, फोटोसप, यो इलस्ट्रेटर केही पनि हुँदैन थियो, पेज मेकर चलाउनु पर्थ्यो। र पेज मेकर चलाउने साथी देखेर ओहो यो त म गर्न सक्दिनँ यार भनेर लाग्थ्यो। अनि जुन दिन मैले चाहिँ पेज मेकर म चलाउन सक्छु भनेर मैले लेखिदिएँ, मलाई आउँदैन थियो तर मैले लेखेँ। जुन दिन लेखेँ त्यो दिनदेखि चाहिँ मैले पेज मेकर खोलेर के गर्नु पर्दो रहेछ भनेर हेर्न थालेँ। कट गर्नलाई के गर्ने, पेस्ट गर्नलाई के गर्ने, त्यो सर्कल गर्नलाई के गर्ने, यो सबै बिस्तारै 1 by 1 सिक्दै गएँ। आजको दिनमा मेरै विज्ञापन एजेन्सीमा लगभग 16 जना ग्राफिक डिजाइनरहरू काम गर्छन्। कसैले पनि मलाई चाहिँ सर तपाईँलाई यो आउँदैन, मलाई मात्र आउँछ भन्न सक्दैन। सो मेक इट योर स्ट्रेन्थ बाई बिलिभिङ द्याट आई क्यान। हेनरी फोर्डले भनेको एउटा कोट छ जुन म सधैँ सबैलाई बताउने गर्छु। इफ यु थिङ्क यु क्यान अर यु थिङ्क यु क्यान नट, आइदर वे यु आर राइट। यदि तपाईँ आफूलाई सोच्नुहुन्छ म सक्छु या सोच्नुहुन्छ म सक्दिनँ, दुवै अवस्थामा तपाईँ सही हुनुहुन्छ, गलत कहिले पनि हुनुहुन्न। विडम्बना छ नि यहाँ, दुवै अवस्थामा सही भइन्छ। यदि मैले तपाईँहरूलाई यहाँ अहिले म सगरमाथा चढ्न सक्दिनँ किनकि मेरो उमेर भइसक्यो, मैले धेरै त्यस्तो मेहनत पनि गर्न सक्दिनँ, एफर्ट पनि लगाउन सक्दिनँ, समय पनि छैन, म सगरमाथा चढ्न सक्दिनँ भनेर भने हलमा कोही पनि यस्तो व्यक्ति छैन जसले मलाई रङ प्रुभ गर्न सकोस्। म राइट छु। र यदि मैले तपाईँहरूलाई मभन्दा डबल उमेरको मान्छेले त सगरमाथा चढेको छ, मैले नसक्ने के कुरा छ र? अलिकति फुलचोकीमा 40 केजीको ब्याग बोकेर चढ्नुपर्छ होला, 10-15 दिन, 20 दिन, 25 दिन, त्यो पनि गरौँला। फिटै छु, हेल्थ वाइज पनि राम्रै छ। म चाहिँ नि व्यापारिक क्षेत्रबाट, हाम्रो एफएनसिसिआईको सञ्जालबाट आजसम्म कोही पनि चढेको छैन, पहिलो व्यक्ति बन्छु, सगरमाथा चढ्छु भने तपाईँहरूमध्ये कसैले पनि मलाई रङ भन्न सक्नुहुन्न। म त्यो अवस्थामा पनि राइट छु।
फरक केवल यति छ, मैले सक्दिनँ भनेपछि म कि त यही हलभित्र कि काठमाडौँको अफिसमा कि घरमा यहीँभित्र रुमल्लिएको हुन्छु। सक्छु भने चाहिँ म यो ठाउँमा हुन्न, कि लुक्लामा हुन्छु, कि खुम्जुङमा हुन्छु, कि तेङबोचेमा हुन्छु, कि बेस क्याम्पमा हुन्छु, कि चुचुरोमा हुन्छु, तर यहाँ हुन्न। यति मात्रै डिफ्रेन्स छ। सो सक्छु भन्नु पर्यो, हरेक कुरालाई म सक्छु भन्नु पर्यो। सक्छु भन्दै गर्दा तपाईँले यो सबै हर्डलहरू केही पनि देख्नुहुन्न, केही पनि देख्नुहुन्न। यदि तपाईँ फुटबल खेल्दै हुनुहुन्छ भने तपाईँले गोल पोस्ट हेर्नु पर्यो, त्यहाँ उभिएको अर्को अपोनेन्टको प्रतिस्पर्धीको खेलाडीलाई हेर्नु भएन। खेलाडीलाई देख्नुभयो भने 11वटा बाधकहरू देख्नुहुन्छ, गोल पोस्ट हेर्नुभयो भने एउटा लक्ष्य देख्नुहुन्छ। त्यसैले यी सबै बाधकहरू हुन्। यहाँ यो अवस्था छैन, मसँग फन्ड छैन, सरकारको अवस्था ठिक छैन, यहाँ त घुस माग्दा रहेछन्, यहाँ यस्तो हुँदो रहेछ, यो सबै करप्ट छ, सबै चिज यस्तो भन्दै गर्दा यो सबै बाधकहरू हुन्। यिनीहरू केहीलाई पनि नहेर्नुहोस्। केलाई हेर्नुहोस् भन्दाखेरि मेरो फोटो त्यो बिजनेस 360 म्यागजिन, न्यू बिजनेस एज म्यागजिनको फ्रन्ट पेजमा छापियो, किनकि म नेपालको वर्षको सबैभन्दा उत्कृष्ट व्यापारी बने। त्यो हेर्नुहोस्, त्यो फोटो देख्नुहोस् त्यहाँ म्यागजिनमा। म तपाईँलाई ग्यारेन्टी दिन्छु 5 वर्ष, 3 वर्ष, 2 वर्ष, 10 वर्षमा तपाईँको फोटो छापिन्छ नै। सकारात्मकताको लागि हामीसँग कुनै पनि चोइस छैन। वी ह्याभ टु से आई एम पोजिटिभ अल द टाइम। वी ह्याभ टु से आई एम पोसिबल अल द टाइम। इम्पोसिबललाई स्पेस क्रिएट गर्नुहोस्, आई एम पोसिबल भनेर हेर्नुहोस्। इम्पोसिबल लेखेको देख्दा पनि आई एम पोसिबल हेर्नुहोस्। हेर्ने तरिका मात्रै हो। यदि त्यसरी हेर्नुभयो भने एभ्रिथिङ विल बी पोसिबल। यो बिचमा कुनै क्वेसन छ भने त्यो पनि लिइहालौँ। एकजना तपाईँ क्वेसन मात्रै लिएर बसिराख्नु भएको छ क्या यो हलमा? हिजो पनि क्वेसन गर्नुभयो तपाईँले, र तपाईँ न्युक्लियर साइन्टिस्ट हो भन्ने हिजो भर्खर मैले थाहा पाएको थिएँ। क्वेसन के हो राख्नुहोस्। ओके, म हिजोबाट न्युक्लियर साइन्टिस्ट, अब सोल साइन्टिस्ट बनाउँदैछु, चिन्ता नगर्नु होला। र म पनि 86,400 सेकेन्ड फरक भइसक्यो। हिजोको चन्दन अर्कै हो, आज आएको अर्कै भइसक्यो। वन्डरफुल। ल उहाँको लागि एउटा जोरदार ताली दिउँ है। वन्डरफुल वन्डरफुल। दाजुले हिजो रञ्जित दाईलाई रेस्पेक्टेड, र म उहाँसँग मेन्टरसिप पनि लिन्छु, सिकि पनि रहेको छु। एन्टरप्रेन्योरसिप क्लबमा भेटेको थिएँ दाई, त्यो स्टोरी अहिले पनि कायमै छ। मैले दाइले यहाँ जिज्ञासा राख्न खोजेको थिएँ, जुन दाइले ग्यापको कुरा गर्नुभएको छ, प्लेसमेन्टको कुरा गर्नुभएको छ, अनि पुटिङ यर सेल्फ इन अदर सुजको कुरा गर्नुभएको छ। यसमा दाइले, मैले अब दाइलाई हेर्दै गर्दा दाइले ब्रिज वाटर पनि सायद एजुकेसन सिस्टमको ग्यापिङबाट निकाल्नु भएको सिस्टम जस्तो मैले फिल गर्दैछु। तर म पनि एउटा एजुकेसन सिस्टममा एउटा लाइफ युनिभर्सिटी खोल्छु भनेर अहिले लाइफ कोचमा काम गरिरहेको छु, होलिस्टिक लाइफ कोच। र मेरो पनि मिसन दाइलाई लास्ट टाइम पनि भनेको थिएँ, अहिले रुपियाँ लिन्छु, त अब 2,22,222 रुपियाँ पर सेसनको कसरी लिने भनेर काम गर्दैछु आफूलाई। त्यही भएको कारणले अब मैले दाइलाई सोध्न चाहेको एउटा चाहिँ जुन कुनै पनि सक्सेस मोडल भन्ने दाइले कुरा गर्नुभयो, त्यसमा मेन इन्ग्रिडियन्ट हामीले कसरी वर्कआउट गर्ने एउटा बाटो त्यो भयो। आफ्नो सक्सेस मोडल अरूको माइन्डमा कसरी राख्ने, उहाँले पिक्चर भन्दै हुनुहुन्थ्यो त्यो बाटोलाई। अनि अर्को कुरा दाइले जुन यो फाइन्डिङ द ग्याप भनेर भन्नुभएको छ, राइट कस्टमर भन्नुभएको छ, र तपाईँले आफ्नो ब्रिज वाटरको अनुभवबाट अहिले भएको एजुकेसन सिस्टम कतातिर गइरहेको छ, त्यही अनुसार म पनि आफूलाई मोडुल गर्न सक्छु कि, त्यो हिसाबले मैले दाइसँग आइडिया लिन चाहेँ। थ्याङ्क यू भेरी मच। तपाईँले जुन एउटा कुरा गर्नुभयो नि, मेरो सक्सेसको पिक्चरलाई अर्कोको माइन्डमा कसरी राख्ने, म यसको लागि तपाईँहरूलाई एउटा उदाहरण दिन्छु। नेपाली क्रिकेट टोली वर्ल्ड कपको क्वालिफाइङ खेल्न जानुभन्दा पहिला मैले एउटा सेसन गरेको थिएँ उहाँहरूलाई। त्यो सेसनमा मैले के गरेको थिएँ भने कान्तिपुरको फ्रन्ट पेजमा नेपाली क्रिकेट टोलीको विश्वकप खेल्ने पहिलो पटक मौका भनेर हेडलाइन राखेको उहाँहरूको फोटोसहितको एउटा न्युज क्रिएट गरेको थिएँ, र त्यसलाई पेस्ट गरेर कान्तिपुरको पत्रिका मैले डमी पेपर लिएर गएको थिएँ त्यो सेसनमा, र मैले उहाँहरूलाई दिएँ। मैले उहाँहरूलाई देखाएर के भने यो कान्तिपुर पेपरको यो पेपर चाहिँ 12 नोभेम्बरको हो। 12 नोभेम्बर भनेको 11 नोभेम्बरमा नेपालले लास्ट क्वालिफायर खेल्नेवाला थियो, र त्यसले नेपाल वर्ल्ड कप खेल्छ कि खेल्दैन भनेर डिसाइड गर्नेवाला थियो। मैले चाहिँ 12 नोभेम्बर 2014 को बिहान यो कान्तिपुर निस्किँदैछ भनेर देखाएको थिएँ, र यही पिक्चर उनीहरूको दिमागमा छिराएको थिएँ कि तिमीहरूले जबसम्म खेलाडी भएर यो पिक्चर देख्दैनौ नि कान्तिपुरमा छापेको,
तबसम्म तिमीहरूले जित्न सक्दैनौ। सो बिलिभ द्याट दिस पिक्चर इज गोइङ टु गेट प्रिन्टेड इन कान्तिपुर अन द्याट डेट. I made them look at it. I made them capture that image, and I told them that put it in your mind that this is going to happen. And exactly on 12th of November it happened. कान्तिपुर को फ्रन्ट पेजमा नेपाली क्रिकेट टेलीकै फोटो थियो, नेताको फोटो थिएन त्यो दिन. सो आफ्नो सक्सेसको ड्रिमलाई अर्को व्यक्तिलाई नदेखाउनुस्, अर्को व्यक्तिको सक्सेसको पिक्चरलाई देखाइदिनुस्. आफ्नो सक्सेसको पिक्चरलाई फेरि रिपिट गर्नुस् त, के भन्नुभयो लाइन लास्टमा? आफ्नो सक्सेसको पिक्चरलाई मैले यस्तो गरेँ, म यस्तो थिएँ, म आज यस्तो भएँ, त्यही भएर तिमी पनि हुन्छौ भनेर नभन्नुस्. उसलाई तिमी यस्तो छौ, तिमी यस्तो हुँदैछौ, तिमी यहाँ पुग्छौ. अघि मैले भने नि तपाईँहरू सबैको फोटो कुनै न कुनै म्यागजिनको फ्रन्ट पेजमा कुनै न कुनै दिन छापिन्छ. म ग्यारेन्टी दिन्छु. तपाईँ आफूलाई बिलिभ गर्नुहोस्, पोसिबल छ. बिलिभलाई छोड्नु भएन, आफूले बिलिभ गर्नु पर्यो. जबसम्म हामीले आफूले बिलिभ गर्छौँ कुनै पनि कुराले रोक्न सक्दैन हामीलाई. सो अर्को व्यक्तिलाई जब हामी कोचिङ गर्दैछौँ, पिक्चर देखाउँदैछौँ भने हेर त विनोद चौधरी, हेर त फलानो भनेर देखाउनै पर्दैन. के भन्दा तिमी आज यहाँ छौ, हिजो यहाँ थियौ, भोलि यहाँ हुन्छौ. यो पिक्चर देखाइदिउँ, यो पिक्चर ड्रिम गराइदिउँ. यो पिक्चर ड्रिम गराउन सक्यौँ भने हामीले त्यो व्यक्तिलाई त्यो ठाउँमा पुर्याउन पनि सक्छौँ. पुग्ने ऊ नै हो, हामीले हेल्प गर्ने होइन. पुग्ने ऊ नै हो, उसलाई बिलिभ मात्रै गराइदिनु पर्यो. यो पोसिबल छ. द्याट्स वाट वी क्यान डु. वी क्यान नट. तपाईँहरूलाई कसैले पनि हेल्प गर्न सक्दैन. म जस्ता मेन्टर हुन् या विभिन्न व्यक्तिहरू हुन्, बाहिरबाट आउने अन्तर्राष्ट्रिय व्यक्ति हुन्, या तपाईँको टिचर होस्, गुरु होस्, बुवा होस्, आमा होस्, कसैले हामीलाई त्यो उपलब्धि हासिल गर्नलाई हेल्प गर्न सक्दैन. एउटा मात्रै व्यक्ति छ जसले हेल्प गर्न सक्छ, त्यो हो तपाईँ आफै. त्यसैले अरूको कुरा सुनेर, अरूको विश्वास गरेर ल यसले मलाई सक्सेसफुल बनाइदिन्छु भनेर त्वम शरणम नगर्नुहोस्. जुन दिन त्यो व्यक्तिले तपाईँलाई फेल गराउँछ नि, पहिलोपटक फेल हुनुहुन्छ, त्यो दिनदेखि त्यसबाट पनि विश्वास उठ्छ, आफ्नो सपनाबाट पनि विश्वास उठ्छ. त्यसैले जुन सपना देख्नुहुन्छ आफै हेर्नुहोस्, आफै भिजुअलाइज गर्नुहोस् र कसैले पनि डगमगाउन नसक्ने गरेर त्यसमा विश्वास गर्नुहोस्. जबसम्म विश्वास गर्नुहुन्छ त्यहाँ पुग्नुहुन्छ. हरेक सगरमाथा चढ्ने व्यक्तिले आफूले आफ्नो देशको झन्डा समातेर फ्याँ गरेर त्यो सगरमाथा माथि यसरी झन्डा समातेको भिजुअलाइज उसले आफ्नो देशमै गरेर आएको हुन्छ. यहीँ तल बसेर गरिरहेको हुन्छ. त्यो गरिसकेको हुन्छ पहिले भिजुअलाइज. त्यो उसले त्यसलाई रियालिटीमा कन्भर्ट मात्रै गर्ने हो. जबसम्म भिजुअलाइज गर्दैनौँ तबसम्म रियालिटी कन्भर्ट पनि गर्न सक्दैनौँ. भिजुअलाइज चाहिँ गर्न सक्नु पर्यो. तपाईँको 2,22,222 यहाँले अर्को एउटा प्रश्न पनि गर्नुभएको थियो. अर्को त्यो प्रश्नभित्र कि कसरी आइडेन्टिफाई गर्ने, होइन, मैले कसरी आइडेन्टिफाई गर्ने राइट टार्गेट ग्रुप भनेर भनिरहनु भएको थियो. राइट टार्गेट ग्रुप आइडेन्टिफाई गर्न नै सबभन्दा गाह्रो कुरा हो. जब तपाईँले टार्गेट ग्रुप आइडेन्टिफाई गर्नुहुन्छ त्यसपछि त सजिलो भइहाल्छ. डक्टरले पनि रोग पत्ता लगाउनु सबभन्दा गाह्रो कुरा हो. रोग पत्ता लागेपछि त सितिहाल्यो, औषध दिए पुगिहाल्छ. त्यो रोगको लागि औषध त बनिसकेको छ, रिसर्च गरेर बनाइएको छ. तर के चाहिँ भएको हो भन्ने कुरा पत्ता लगाउनु चाहिँ जरुरी छ. मलाई एउटा एकदमै रमाइलो लाग्ने एउटा सानो स्टोरी छ. एकजना मान्छेले, मेकानिकले, गाडी बनाउने मेकानिक कहाँ चाहिँ एकजना मान्छेले राम्रै एकदमै हिर्काएछ. चलाउ त भनेछ, स्टार्ट गरेछ, चलेछ गाडी. त गाडी चल्यो, स्टार्ट भयो, वाह बन्यो गाडी, दङ्ग परेछ. कति पैसा भयो भाइ भनेछ. 5,500 रुपियाँ भनेछ. के कुरा गरे, 5 मिनट पनि लागेन, ठ्याक्कै एउटा हिर्काएर तिमीले स्टार्ट गरेको 5,500, त्यस्तो पनि हुन्छ, के को लागि 5,500 भनेछ. उसले दाइ यो ठ्याक्कै हिर्काएको त 500 रुपियाँ मात्रै हो, कहाँ हिर्काउने भनेर पत्ता लगाएको चाहिँ 5,000 रुपियाँ. सो राइट टार्गेट ग्रुप पत्ता लगाउनको लागि
तपाईँले आफ्नो बिजनेस मोडललाई आफ्नो आइडियालाई साँच्चीकै राम्रोसित अन्डरस्ट्यान्ड गर्नु जरुरी छ। जसरी तपाईँले आफ्नो आइडियालाई अन्डरस्ट्यान्ड गर्नुहुन्छ तपाईँले आफ्नो टार्गेट ग्रुप पनि अगाडि भेट्नुहुन्छ। जसरी तपाईँले यो मेरो आइडिया यो हो भनेर पत्ता लगाउनुहुन्छ त्यहीसँगै टार्गेट ग्रुप पनि भेट्नुहुन्छ। र आइडिया पत्ता लगाउँदा आइडियाको जब तपाईँले मन्थन गर्नुहुन्छ त्यसमा तीनवटा फ्याक्टर हुन्छ, वाट, हाउ र वाइ। तीनवटा फ्याक्टर हुन्छ, यो के हो, कसरी हो र किन हो। सबैभन्दा ठुलो विडम्बना भनेको हामी सधैँ यो के हो र किन होमा बढी, कसरी होमा बढी ध्यान दिन्छौँ, किन होमा ध्यान दिँदैनौँ। सबैभन्दा बढी हामी यो के हो भनेर भन्छौँ अनि सबैलाई एक्सप्लेन पनि कसरी गर्छौँ भने मेरो आइडिया के हो भनेर बताउँछौँ, अनि यो कसरी चल्छ भनेर बताउँछौँ, किन भनेर चाहिँ बताउँदैनौँ। जुन दिन तपाईँले आफ्नो आइडियाको किन पत्ता लगाउनुहुन्छ त्यो दिन तपाईँले टार्गेट ग्रुप सर्र देख्नुहुन्छ अगाडि। तपाईँको टार्गेट ग्रुप अगाडि हुन्छ किन पत्ता लगाउन साथै। जुन जुन सक्सेसफुल बिजनेस देख्नु भएको छ सबैले किनको बारेमा कुरा गर्छन्, के र कसरी भन्दैनन्। तपाईँहरूमध्ये कतिजनासँग यहाँ आइफोन छ? हात उठाउनुहोस् त। तपाईँहरूमध्ये जतिजनासँग आइफोन छ तपाईँहरूले आइफोन त्यसको पिक्सेल, क्यामेराको कति जिबीको ऱ्याम, कति फास्ट के हो भनेर किन्नु भएको हो? होइन। आइफोन किन्ने कुनै पनि व्यक्तिले आइफोनको फिचरमा किन्दैन, एप्पलको लोगोलाई बिलिभ गरेर किन्छ। किनकि एप्पलको लोगोमा उनीहरूले आफ्नो वाइ मात्रै बताउँछन्। आजसम्म हामीले एप्पलको कुनै पनि प्रडक्टको वाट र हाउ भन्ने विज्ञापन देखेकै छैनौँ। यो के हो, यसले कसरी काम गर्छ भनेर उसले कहिले पनि भन्दैन। किनभने उसले के भन्छ, हामी इनोभेसन गर्छौँ किनकि तपाईँलाई इनोभेसनमा बिलिफ छ। द्याट्स वाट दे से। त्यति काफी छ हाम्रो लागि। आजको दिनमा डेलले पनि कम्प्युटर बनाउँछ, एप्पलले पनि बनाउँछ, तर जुन दिन डेलले मोबाइल मार्केटमा लन्च गर्यो मान्छेले कम्प्युटर बनाउने कम्पनीले पनि मोबाइल बनाउने हो भनेर रिजेक्ट गरिदियो। तर एप्पलले मोबाइल बनाउँदा एप्पलको मोबाइल लाइन लागेर किन्न तयार छ मान्छे। र एप्पलकै अहिले गाडी आउने हो भने गाडी किन्न पनि हामी तयार हुन्छौँ। त्यो उसको वाट र हाउको कारणले होइन, वाइको कारणले हो। यहाँहरूलाई मार्टिन लुथर किङको स्पिच याद छ होला। अब यदि बिजनेस सस्टेनेबल छैन, सर्ट टर्म प्रफिट ओरिएन्टेड छ, जस्तै मान्नुहोस् भर्खर भूकम्प गयो, त्यहाँ धरहराको पिक्चर राखेर हामी फेरि उठ्नेछौँ भन्ने टी सर्ट बनाइयो, त्यो सर्ट टर्मको लागि त मजाले बिक्छ किनकि मान्छेको भावनासँग खेलेको छ होइन। तर त्यो लङ टर्मसम्म त बिक्दैन। के त्यो सर्ट टर्म बिजनेस गरेर प्रफिट कमाउनु राम्रो नहोला? तपाईँले यो तपाईँको यो बिजनेस आइडियामा टी सर्टको बिजनेस गर्न खोजेको कि मेसेजको बिजनेस गर्न खोजेको? हजुर, तपाईँको यो बिजनेस आइडिया टी सर्टको हो कि मेसेजको हो? मेसेजको। मेसेजको हो कि टी सर्टको हो यो आइडिया? मेरो लागि त यो आइडिया टी सर्टको हो। त्यो टी सर्टमा भूकम्प गएपछि धरहरा र फेरि उठ्नेछौँ बिक्छ भने भूकम्पपछि भ्रष्टाचार नगरौँ भन्ने बिक्छ होला, भूकम्प त्यसपछि अर्को कुनै बिक्छ होला। आज नेपालले 3वटा लगातार ह्याट्रिक गरेर फुटबल जितेर आयो, आज र 3 दिनसम्म फुटबलमा ह्याट्रिक गरेको टी सर्ट बिक्छ होला। मेरो टी सर्टको मेसेज चेन्ज हुनु पर्यो, तर आइडिया अफ टी सर्ट सुड नट चेन्ज। यदि तपाईँको बिजनेस टी सर्टको हो भने, यदि तपाईँको आइडिया चाहिँ मेसेज बेच्ने हो भने त्यो चाहिँ नि बिजनेस आइडिया होइन। मेसेज बेच्ने बिजनेस आइडिया होइन, मेसेज राख्ने चाहिँ बिजनेस आइडिया हो। सो मेसेज सस्टेनेबल हुँदैन यो केसमा? मेसेज चेन्ज हुन सक्छ टाइमसँग, अफ कोर्स, तर टी सर्ट चेन्ज हुँदैन। टी सर्ट चेन्ज हुँदैन, टी सर्ट त्यही हो, तर त्यसमा मेसेज चेन्ज हुन साथै पहिला धरहराको पिक्चर देखेर हामी उठ्नेछौँ किन्ने व्यक्तिले नै अब फेरि अर्को मेसेज देखेर फेरि किन्छ त्यो टी सर्ट। किनभने त्यो टी सर्ट अब लगाउँदा खासै रमाइलो हुँदैन, यो चाहिँ लगाउँदा रमाइलो हुन्छ, राइट? सेम कन्ज्युमर विल बाई योर प्रोडक्ट अगेन एन्ड अगेन बिकज यु नो हाउ टु चेन्ज द्याट मेसेज। नेक्स्ट क्वेसन। अब थुप्रै हात उठिरहेछ, हुन्छ? हेलो, ठिक छ। नमस्ते रञ्जित भाइ। नमस्कार। पहिलो कुरा तपाईँको, हेलो, तपाईँको ठुलो फ्यान भइसकेँ म। थ्याङ्क यू सो मच, तपाईँ आइदिनु भयो होइन। अर्को कुरा, मेरो एउटा प्रश्न के छ भने कुनै पनि काममा चाम कसरी खोज्ने, प्यासन कसरी डेभलप गर्ने? फर इक्जाम्पल मसँग कुनै आइडिया छ, मलाई लागिरहेछ त्यो काम चाहिँ सस्टेनेबल पनि हुन्छ, त्यसबाट राम्रो प्रफिट पनि हुन्छ,
तर मलाई त्यो काम गर्ने मन लाग्छ। जस्तै इक्जाम्पलको लागि एग्रिकल्चर भनौँ, राम्रो प्रफिट छ, तर मलाई त्यो खेतमा गएर त्यो धुलो पानीमा खेल्नै मन लाग्दैन। त्योभन्दा राम्रो छ बरु विदेशमा गएर भाडामा, त्यहाँभन्दा स्ट्यान्डर्ड पनि देखिन्छ, राम्रो फेसबुक पनि भइन्छ, एउटा चाम छ जे होस्। यदि तपाईँलाई भित्रैबाट खेतमा माटोमा खुट्टा डुबाएर काम गर्न मन छैन भने त्यो तपाईँको प्यासन हुनै सक्दैन, त्यो तपाईँको प्यासन हुँदै होइन। तपाईँले जुन चिज आफ्नो प्यासन होइन त्यसमा कामै नगर्नुहोस्, त्यहाँ स्कोप होला तर अर्कैको स्कोप हो, तपाईँको होइन। तपाईँको प्यासन छैन भने तपाईँले कुनै न कुनै दिन गिभ अप गर्नुहुन्छ। जुन दिन तपाईँले त्यहाँ 50,000 कमाइरहनु भएको छ, अर्को 1 लाखको आइडिया देख्नुहुन्छ, त्यहाँ जानुहुन्छ तपाईँ। त्यो भएको हुनाले प्यासन भनेको भित्र हुन्छ, त्यो पत्ता लगाउनु जरुरी छ। गाह्रो छ तर पत्ता लगाउनु जरुरी छ। त सर त्यो प्यासन नभेटेसम्म हामी चाहिँ केही नगरिकन बस्ने हो कि प्यासनलाई वेट गर्ने हो कि? प्यासन खोज्ने हो। खोज्नको लागि जे गर्न पनि तयार हुनुहोस्, किनकि तपाईँलाई प्यासन पत्ता लगाउनु छ। अनुराधा कोइरालाले उहाँले के गर्नुहुन्थ्यो भन्दा ट्युसन पढाउनुहुन्थ्यो। सेन्ट मेरिजको बच्चाहरूलाई इङ्ग्लिसको ट्युसन पढाउनुहुन्थ्यो, ट्युसन सेन्टर चलाउनुहुन्थ्यो। एक दिन के लाग्यो, यो त मेरो प्यासनै होइन, यो पढाउने त मेरो प्यासनै होइन रहेछ भन्ने जुन दिन लाग्यो, त्यो दिन उहाँले खोतल्नु भयो आफूलाई। के चाहिँ प्यासन होला त भने मलाई त सोसियल वर्क गर्न प्यासन छ, सोसियल वर्क गर्नु पऱ्यो। सोसियल वर्क गर्दा केमा प्यासन छ त भन्दा महिलाको लागि केही गर्न मलाई प्यासन छ, भित्रबाट लाग्यो उहाँलाई। ट्युसन पढाउँदै गर्दा पनि त्यो महिला केटी विद्यार्थीहरूसँगको रिलेसनसिपले उहाँले के बुझ्नुभयो भने यिनीहरूसँग यो केही गर्न सक्यो भने चाहिँ मेरो प्यासन म्याच हुन्छ। त्यही दिन उहाँले माइती नेपाल सुरु गर्नुभयो। उहाँले त्यहाँबाट आजको दिनमा एउटा कोठाबाट सुरु गरेको माइती नेपाल आजको दिनमा नेपालभरि 18वटा माइती नेपालको अफिसहरू छ, ब्रान्च अफिस, र यहाँ माइती नेपालको सेन्टर 4वटा ठुला बिल्डिङहरू, गभर्मेन्टसँग नभएको बिल्डिङहरूको माइती नेपालको सञ्जाल बनेको छ। कारण के भन्दा उहाँले त्यति बेला प्यासन पत्ता लगाउनु भयो। स्टिभ जब्सले प्यासन पत्ता लगाएरै क्यालिग्राफी ह्यान्ड राइटिङ सिक्न गएको हो। त्यही क्यालिग्राफी ह्यान्ड राइटिङले उसलाई एप्पलको पार्टनर बनायो। सो डोन्ट थिङ्क द्याट प्यासन मेरो यो हो तर स्कोप यहाँ छ। तपाईँको जहाँ प्यासन छ नि त्यही नै स्कोप छ। फुटबलमा होस्, सिङ्गिङमा होस्, डान्सिङमा होस्, क्रिकेटमा होस्, बिजनेसमा होस्, एग्रिकल्चरमा होस्, आर्टिस्ट भन्नुमा होस्, जेमा होस्, प्यासन छ भने तपाईँलाई निन्द्रा लाग्दैन, भोक लाग्दैन। जब निन्द्रा र भोक लाग्दैन कुनै काम गर्नको लागि त्यसमा कहिले पनि फेल भइँदैन। प्यासन सर्चको लागि कुनै पर्टिकुलर प्रोसिजर छ कि कसरी सर्च गर्न सकिन्छ? प्यासन प्रब्लम त्यही नै भएको छ क्या, फलो यो प्यासन भन्छ, डु वाट यु लभ भन्छ, बट आई डोन्ट नो वाट आई लभ। अब यो सबैभन्दा कठिन कुरा हो। सबैभन्दा कठिन कुरा के हो भन्दाखेरि मेरो प्यासन के हो भनेर पत्ता लगाउनु सबैभन्दा कठिन कुरा। र तपाईँलाई अरू कसैले हेल्प गर्न सक्दैन, मैले भनिहालेँ नि। किन भन्दा तपाईँले एसएलसीमा 75% मार्क्स आउँछ भनेर भन्नुभएको थियो, तपाईँको टिचरले पनि यसको 75% नै आउँछ भनेको थियो, बुवा आमाले पनि यसले 75 लिएर आउँछ भनेको थियो, तर तपाईँको आयो 79%। किन आयो भन्दा म्याथ्समा तपाईँलाई 2वटा क्वेसन चाहिँ आउँदैन थियो, साइडमा बसेको साथीलाई त्यो 2टा आउँदो रहेछ, उसलाई तपाईँले सोध्नुभयो, ए गरिस् भनेर, उसले छ गरेँ भन्यो। त्यो दिन त्यो गार्ड पनि अलिकति लुज नै परेको थियो, तपाईँले सार दिनुभयो 2टै मार्क्स। 2टा सार्दाखेरि तपाईँको 4% मार्क्स बढी आयो। अब 79% आएपछि टिचरले के भन्छ, गजब गरिस् यार, म्याथमा त झन् 95 लिएर आइछस्, गजब गरिस् यार भनेर धाप दिनुहुन्छ, तपाईँलाई अँगालो मार्नुहुन्छ। बुवाले 4वटा अर्को एक्स्ट्रा मान्छेलाई फोन गरेर बताउनुहुन्छ, आमा खुसी हुनुहुन्छ, मिठाई बाँड्नुहुन्छ, साथीभाइले धोका दिस भन्छन् होला, 75 भन्टानेको 79 लिएर आइस भन्छन् होला, राइट? सबैले तपाईँलाई अप्रिसिएट गर्छन्, सबैले अप्रिसिएट गरेर 79% को लागि तपाईँलाई वाह वाह भन्छन्। तपाईँले सबैलाई ए होइन मेरो आउनुपर्ने 75 नै हो, 4% त मैले म्याथ्सको चोर्या हो नि भन्नुहुन्छ? भन्नुहुन्न। तर सबैले 79 को जब तपाईँलाई अप्रिसिएसन दिन्छ, मनमा नै तपाईँले आफूलाई चाहिँ त्यति फुर्किनु पर्दैन, तैँले त्यो त चोरेकै थिस् नि भनेर चाहिँ भन्नुहुन्छ, आफूलाई चाहिँ भन्नुहुन्छ। त्यसैले गर्दा तपाईँको मार्क्स हेरेर, तपाईँको अचिभमेन्ट हेरेर तपाईँको प्यासन के हो भनेर मैले पनि भन्न सक्दिनँ, साथीले पनि भन्न सक्दैन, आमा बुवाले पनि भन्न सक्दैन, केवल तपाईँले मात्रै भन्न सक्नुहुन्छ।
जाँच दिँदै गर्दा पढ्दै गर्दा तपाईँको 4वटा यस्तो सब्जेक्ट थियो जुन तपाईँलाई एकदम इजी लाग्थ्यो, 3वटा यस्तो सब्जेक्ट थियो जुन तपाईँलाई एकदम गाह्रो लाग्थ्यो, मेहनत गर्नु पर्थ्यो, त्यो पढ्न लाग्दाखेरि निन्द्रा लाग्थ्यो, तपाईँलाई अप्ठ्यारो लाग्थ्यो, जाँच आउँदाखेरि गाह्रो लाग्थ्यो, टिचरलाई गाली गर्नुहुन्थ्यो, पढाएकै बुझ्दैन यो सर खत्तम छ भन्नुहुन्थ्यो। यो सबै किन भन्दा त्यो तपाईँको प्यासन थिएन। त्यो सब्जेक्ट तपाईँलाई जुन सब्जेक्टमा इन्ट्रेस्ट थियो, जहाँ प्यासन थियो, त्यो टिचरले पढाएको पनि सजिलै बुझ्नुहुन्थ्यो, पढ्न पनि मन लाग्थ्यो, निन्द्रा पनि लाग्दैन थियो, जाँचमा नम्बर पनि राम्रो आउँथ्यो। त्यसैले आफैलाई सोध्नुपर्छ यो क्वेसन, म भित्र के छ जसले मलाई जहिले पनि जति पटक लडे पनि उठ्नलाई मद्दत गर्छ। यदि तपाईँलाई बाइक सिक्ने प्यासन छ भने तपाईँ जतिचोटि लड्नुहोस् न उठ्नुहुन्छ, फेरि चलाउनुहुन्छ, फेरि चलाउनुहुन्छ, फेरि चलाउनुहुन्छ र एकचोटि गुर्र चलाएर देखाउनुहुन्छ। यदि प्यासन छैन भने पहिलो पटक लडेपछि छोडिदिनुहुन्छ, लड्दो रहेछ हुँदैन भन्नुहुन्छ, छोड्नुहुन्छ। पटक पटक तपाईँले हरेक ठाउँमा हेर्नु पर्यो कि मेरो कहाँनिर चाहिँ मेरो इच्छा शक्ति मर्दैन, कहाँनिर मलाई लड्दा पनि दुख्दैन, कहाँनिर मलाई निन्द्रा लाग्दैन, के गर्दा पत्ता लगाउनुहोस्, कहाँनिर मलाई मेहनत गरेको फिल हुँदैन पत्ता लगाउनुहोस्। त्यो पत्ता लाग्छ जुन दिन लगाउनु भयो तपाईँ 99% सक्सेसफुल हुनुभयो। अब केवल तपाईँले त्यो काम गर्नु मात्रै छ। थ्याङ्क यू सो मच। तपाईँको नाम के भन्नुभयो, एकपल्ट नाम भन्नुहोस् त तपाईँको। मेरो नाम अर्जुन केसी फ्रम भक्तपुर। अर्जुन, सबभन्दा सिम्पल सरले भन्नुभएको कुरालाई सिम्पल स्टेटमेन्टमा भनिदिने हो भने तपाईँलाई केही गर्दा पनि रमाइलो लाग्दैन दिनभरि गर्ने कामहरूमा? एउटा पनि छैन? होइन, एउटा पनि छैन? चेक। रमाइलो त धेरै कुरा गर्नुमा लाग्छ। जस्तै? होइन, जस्तै कि अब पहिलेदेखि हेर्नु पर्दा स्कुलमा म एक्टिङ पनि गर्थेँ। फर इक्जाम्पल एक्टिङ गर्थेँ र मैले चाहिँ बेस्ट एक्टरको अवार्ड पनि पाएँ। ओके, के कुराले चाहिँ एउटा चाहिँ त्यो जर्नी चाहिँ टुङ्ग्यो भनौँ न, पढाइको कुराले भनौँ, के कुराले चाहिँ त्यो टुङ्ग्यो, त्यसपछि गरिएन, अहिले मलाई गर्ने मन छैन। त्यो साइकोलोजिकल प्रब्लम हो कि एउटा। एउटा एक्टिङ भयो तपाईँलाई रमाइलो लाग्ने होइन, रमाइलो लाग्ने कुरा मात्रै भन्नुहोस् मलाई। अर्को म्युजिक। म्युजिक ब्याचलरमा हुँदा यस्तो प्रोग्राम थिएन जुन प्रोग्राममा हाम्रो कन्सर्ट हुँदैन थियो होइन, त्यही पनि एउटा म्युजिकमा त्यो बेला चाहिँ एकदम प्यासनेट भएर लाग्यो र अहिले आएर चाहिँ अब काम गर्नुपर्छ, पैसा कमाउनुपर्छ भन्नेतिर लागेपछि त्यतातिर। तपाईँलाई म्युजिक मनपर्छ होइन? एकदमै म्युजिक एकदमै मनपर्छ भने एक दिन खेतमा हेडफोन लगाएर आफूलाई मनपर्ने म्युजिक चलाएर उभिनुहोस्। यदि तपाईँलाई त्यो मन पर्यो भने नि म्युजिक सुन्दै खेती गर्नुहोस्, तपाईँ अवश्य सक्सेसफुल हुनुहुन्छ। सक्सेसफुल केमा, खेती गर्ने कि म्युजिक सुन्नमा? तपाईँले खेतीमा स्कोप देखिरहनु भएको छ तर मन लागिरहेको छैन, तर त्यहाँ तपाईँलाई मनपर्ने कुरा गर्न पाउनुभयो भने त्यसैमा मन लाग्छ। थ्याङ्क यू सो मच। मलाई लाग्छ तपाईँको ठिक ठाउँमा तपाईँ आउँदै हुनुहुन्छ है। अब मलाई त के लागिरहेको थियो भने यति निरस मान्छे यो संसारमा हुनै सक्दैन होइन। एउटा कुरामा पनि मन नलाग्ने मान्छे कोही होला यो संसारमा, कोही हुनुहुन्छ तपाईँहरू सबैजनालाई केही न केहीमा। प्रब्लम होइन, च्यालेन्ज। मेरो च्यालेन्ज के हो भने सर, मेसीलाई थाहा थियो उसलाई सानो बेलादेखि फुटबलै मात्रै खेल्नु छ, फुटबलै खेल्यो। मलाई चाहिँ के छ भने धेरै कुरो गर्न मन लाग्छ र मलाई एउटा माइन्डसेट के भइरहेछ भने यो धेरै कुरा मनपर्छ, मलाई धेरै कुरा गर्न सक्दिनँ कि जस्तो लाग्छ। सर एउटा कुरा भन्नु तपाईँलाई, तपाईँ नर्मल ह्युमन बिइङ हो, त्यही भएर तपाईँलाई धेरै कुरा गर्न मन लाग्छ जुन सबैलाई लाग्छ। रिमेम्बर दिस। अर्को कुरा, तपाईँले खोइ केही पनि छैन जस्तो खालको कुरा गर्नुभएको थियो, तर डिग डाउन भित्र जाँदाखेरि तपाईँले के भन्नुभयो भने एक्टिङ र म्युजिक। हिजो आउनुभएको थियो तपाईँ यहाँ? आउनुभएको थियो, यहाँ देख्नुभयो अमृत गुरुङ र किरण कृष्ण श्रेष्ठलाई। त्यो सब हुनसक्छ र उहाँले त्यसको लागि कसरी गर्ने भनेर उहाँले हिजो र आज बताइराख्नु भएको छ भने तपाईँ अब म त के भन्छु भने सर, त्यो म्युजिक सुन्दै खेती पनि गर्नु पर्दैन, म्युजिक मात्रै सुन्ने हो उहाँले, अरू केही गर्नु पर्दैन। त्यति हिम्मत छ? अर्को लास्ट एउटा क्वेसन अझै। म्युजिक र एक्टिङ त ठिक छ, रिलेटेड भयो, मिडिया सम्बन्धी भयो त्यो। मलाई चाहिँ अर्को एउटा प्यासन छ क्या, तपाईँ जस्तो बोल्न क्या। म होइन उहाँ सर जस्तो बोल्न चाहन्छु। मेरो कुरा सुन्ने चाहिँ मास 5000 होस् र त्यहाँ पेन ड्रप साइलेन्स होस्, त्यो पनि एउटा प्यासन छ। अब भनिदिनुहोस् म्युजिक, एक्टिङ र यो जुन तपाईँ जस्तो लेक्चर दिने मेरो प्यासन छ, यसलाई कसरी कोरिलेट गर्न सकिन्छ? मल्टी प्यासन्सलाई कसरी कोरिलेट गरेर अगाडि बढ्न सकिन्छ? म तपाईँलाई यहाँ सानो उदाहरण दिन्छु। मलाई पनि लेख्न एकदम मनपर्छ। मैले के सोचेँ भने लेख्न पनि पाउने,
व्यापार पनि गर्न सकिने र लेखे बापत मान्छेले पैसा पनि दिने के हुनसक्छ भन्दा विज्ञापन। मैले रेडियो जिङ्गल लेख्छु नि, अर्को मान्छेले पैसा तिरेर रेकर्डिङ गर्छ, अर्को मान्छेले पैसा तिरेर मिडियामा बजाउन लगाउँछ र त्यो लेखेर पपुलर हुँदै गर्दा कसैले गुनगुनाएको सुन्छु, खुसी हुन्छु, आफूले लेखेको क्या मजाले गुनगुनाइरहेछ। त्यो गर्दै गर्दा गर्दै गर्दा एउटा अब यस्तो अवस्थामा आइपुगेँ जुन अवस्थामा गीत पनि लेख्न सक्ने भएँ। गीत लेखेर गीत रेकर्डिङ गर्नलाई मसँग रकम पनि आयो, रेकर्डिङ पनि गरेँ, बाहिर पनि आयो। मेरो आफ्नो लेख्ने जुन सोख थियो त्यो पनि पुरा भइरहेको छ र एकातिर मैले त्यही लेख्ने कलाबाट व्यापार पनि गरिरहेको छु। सो तपाईँले जे गर्न खोज्नु भएको छ, जे प्यासनको कुरा गर्दै हुनुहुन्छ त्यसलाई इन्फ्युज गर्ने कोसिस गर्नुहोस्, त्यसलाई फ्युजन गर्नुहोस् के। तपाईँले अब के सोच्नु पऱ्यो भने मलाई म्युजिकमा एकदमै इन्ट्रेस्ट छ, मलाई एक्टिङ गर्न पनि मन लाग्छ, म मोटिभेसनल स्पिकर पनि हुन चाहन्छु भने गाउँदै मोटिभेसन गर्ने मान्छे बन्न सक्नुहुन्छ होला नि त तपाईँ। म त गाउन सक्दिनँ, तपाईँ चाहिँ गाउन पनि सक्ने भयो भने त रञ्जित आचार्यले आयो भने त लेक्चर मात्रै गर्छ, त्यसलाई बोलायो भने त गीत पनि गाउँछ यार, तपाईँलाई बोलाउँछ होला। तपाईँले निड ग्यापलाई फुलफिल गर्ने हुने भयो, अडियन्सलाई त बिच बिचमा गाएको पनि रमाइलो पनि राख्छ होला। सो ट्राई टु इन्फ्युज what you love to do with things that you love to do. It does not matter what you are doing. केही पनि फरक पर्दैन तपाईँ के गरिरहनु भएको छ भनेर। जबसम्म तपाईँले आफूलाई मनपर्ने काम गर्नुहुन्छ नि, अघि भन्नु विदेशमा गएर भाँडा माझ्ने, त्यो चाहिँ मनपर्ने काम हो होइन नि, मन परेको पनि छैन। जस्ट बिकज यो कुरा चाहिँ याद गर्नु होला, हाम्रो सबैभन्दा ठुलो रोग, हरेक व्यक्तिको सबैभन्दा ठुलो रोग भनेको मान्छेले के भन्ला, यो हो रोग। योभन्दा ठुलो रोग केही हुन सक्दैन हाम्रो लागि, मान्छेले के भन्ला, यही हो रोग। यदि यो रोगको तपाईँले निदान क्रिएट गर्नुभयो र यो रोगलाई पन्छाउन सक्नुभयो, मान्छेले जे भने नि मलाई के मतलब, म त आफूलाई मन लागेको कुरा गर्छु भन्ने जुन दिन गर्नुभयो त्यो दिन तपाईँलाई खेतमा उभिन पनि लाज लाग्दैन, त्यो दिन तपाईँलाई म्युजिक गर्न पनि लाज लाग्दैन। जे गर्न मन लागेको छ त्यो गर्नुहोस्। म सबैलाई भन्छु, युथहरूलाई, उहाँहरूले भन्नुहुन्छ बुवाले गर्न दिनुहुन्न नि, बुवालाई त डाक्टरै बनाउनु छ, इन्जिनियरै बनाउनु छ, मलाई त चाइनिज ल्याङ्ग्वेज सिक्नु मन थियो, बुवाले दिनु भएन नि। अनि म त्यो साथीलाई सोध्छु, तपाईँले बुवालाई नभनिकन कतिवटा नराम्रो काम गर्नुभएको छ, गर्नुभएको छ कि छैन? सबैले छ भन्नुहुन्छ। अनि म बुवालाई नभनिकन नराम्रो काम गर्नुहुन्छ भने बुवालाई नभनिकन राम्रो काम गर्नुहुन्न, किन हुँदैन? ओके, थ्याङ्क यू सो मच। हामीले तपाईँमा अलिकति समय किन लिएको भने जुन कुरा तपाईँभित्र थियो तपाईँलाई होइन कि जस्तो लागेको थियो त्यो कन्फ्युजन क्लियर गरिदिनलाई पनि यो मेसेज सबैलाई जाओस्। प्यासन बिनाको मान्छे हुनै सक्दैन, प्यासन बिनाको मान्छे हुनै सक्दैन। तपाईँले आई थिङ्क यु फाउन्ड वान। बस्नुहोस्। थ्याङ्क यू सो मच। अब हामी अन्तिमतिर छौँ यो सेसनको। यस्तो एकजना कोही जसले बिजनेस पनि गरिराख्नु भएको छ र त्यहाँ केही प्रब्लम छ, अब के गर्ने भन्ने खालको रियल प्रब्लम कसैसँग छ भने राख्नुभयो हुन्छ, कोही एकजना रियल प्रब्लम। नमस्ते। रञ्जित सरको कुराहरू सुन्दाखेरि साह्रै नै मिठो लागेको छ र सुनिराख्न पनि मन लागिरहेको छ। हिजोदेखि हामी यस हलमा छौँ। म व्यवसायले अहिले फार्मिङ र मिट प्रोसेसिङ काम गर्छु, तर म फेलर व्यवसायको रूपमा चिन्दछु। किन फेलर? सबै पास भएको मात्र भाषण सुन्ने हो, सबै पास भएका, सबै अगाडि बढेका, सब इङ्ग्लिस बोल्न जान्ने, सबै राष्ट्रिय अन्तर्राष्ट्रिय घुमिसकेको। तर म फेलर हो, तर म पनि राष्ट्रिय अन्तर्राष्ट्रिय घुमिसकेको छु। कोरिया पनि गएर आएँ, जापान पनि गरेर आइसकेँ, अस्ति भर्खरै यही बङ्गुर पालन मासु पर्साउनको लागि युरोप पनि गरेर आइसकेँ। तर म फेलर छु र अहिले भर्खरै हाम्रो प्यासनका कुरा गर्नुभयो। म मासुसँग सम्बन्धित छु, मासुलाई माया गर्छु, सबै किसिमको मासु खान्छु र बङ्गुरसँग पालेको पनि छु र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यो मासु कसरी पठाउने भनेर म लागि पनि राखेको छु। तर धेरै ठाउँमा गएँ,
बैङ्कमा धाएँ, पार्टनरको लागि लागेँ, विभिन्न चरणमा जाँदाखेरि पनि यो कृषि भन्नासाथ, मासु भन्नासाथ, पाल्ने भन्नासाथ सकारात्मक उत्तर आउँदैन। मेरो घरमा मेरो बुवा अहिलेसम्म तैँले के काम गरिनस्, कसैले नभएको काम, बङ्गुर पाल्छस्, मासु काट्छस्, किन गएछ? मेरो बुवा अहिलेसम्म मेरो फार्म हाउसमा गएको छैन। मैले अन्तर्राष्ट्रिय एक्सपर्ट झिकाएर काम गरेँ, नेदरल्यान्डबाट एक्सपर्ट बोलाएँ, उसले ट्रेनिङ दियो, 14 जिल्लाकाले ट्रेनिङ पनि गरिसक्यो। तर मैले पनि सिकिराखेको छु र काठमाडौँमा स्मार्ट मिट मार्ट खोल्ने भन्ने कन्सेप्टमा म काठमाडौँ आइसकेको छु। र मैले हिजो हाम्रो 15 जनाको समूहले विराट छलफल गरेर बेरोजगारी समूहद्वारा सञ्चालित रोजगारी मिट सप खोल्ने भनेर हामीले छलफल पनि गरिसकेका छौँ। अब मैले गरेको व्यवसाय प्र्याक्टिकल रूपमा केही रोजगारी सृजना गरौँ र उपभोक्तालाई राम्रो गुणस्तरीय मासु पनि दिउँ भन्ने योजना थियो, गरिराखेको छु। तर म नाफामूलक छैन, म लसमा छु। भूकम्पले लस गर्यो, नाकाबन्दीले लस गर्यो, अहिले पनि म लसमा छु। अब अघि भने जस्तै विदेशमा गएर भाँडा मार्न जाने कि भन्ने मेरो कन्सेप्ट आइसकेको छ। अस्ति भर्खरै भरुबाट मैले मिट प्रोसेसिङ युनिट 24,000 एक दिनमा काट्ने प्लान्ट पनि हेरेर आएँ नेदरल्यान्डमा, 8,000 गोरु काट्ने पनि हेरेर आएँ, 10,000 बङ्गुर पालन पालेको हेरेर आएँ, 4,000 बाख्रा पालन पालेको पनि कसरी पाल्छ भने हेरेर पनि आएँ, त्यो पनि निःशुल्क रूपमा। त्यस कारणले मैले हाम्रो रञ्जित सरलाई म फेलरको रूपमा मैले यहाँ प्रस्तुत गर्न गइरहेको छु। म पास होइन, म पास नभएको हुनाले म पास हुनको लागि अब तपाईँले के सुझाव दिनुहुन्छ, के सल्लाह दिनुहुन्छ, मसँग सम्पूर्ण पूर्वाधार छ र मैले राम्रो चिज गर्छु, रोजगारी गरिदिन्छु र काम पनि राम्रो गर्छु भन्दै पनि कुनै ठाउँबाट अहिले भर्खर चन्द्र ढकालज्यूलाई मैले मेरो आफ्नो आइडेन्टिटी दिएछु, सुरज वैद्यज्यूलाई मैले आफ्नो आइडेन्टिटी, मलाई इन्भेस्ट गरिदिनुहोस्, म जग्गा दिन्छु, ल्यान्ड दिन्छु र मेरो आफ्नो बिजनेस प्लान छ। तपाईँहरू सपोर्ट गर्नु भने कुनै पनि ब्याङ्कले कृषिलाई सपोर्ट गर्ने अवस्था छैन। यो कुरोलाई मैले राष्ट्रपतिसँग पनि पुर्याइसकेको छु। त्यस कारण तपाईँले यो ड्यासबाट मलाई के सकेसन दिन्छ, मेरो सकेसनले सारा हलभरिकोलाई पनि उत्प्रेरण गरोस् भन्ने म आशा राख्छु। धन्यवाद। धन्यवाद। तपाईँले बोल्दै गर्दाखेरि मलाई एउटा भएको घटना याद आयो। भएको घटना फ्रान्स र पेरिस र लन्डनको बिचको समुद्रलाई इङ्ग्लिस च्यानल भनिन्छ। थुप्रै वर्ष अगाडि एकजना महिलाले म चाहिँ नि यो इङ्ग्लिस च्यानल पार गर्ने पहिलो महिला बन्छु स्विम गरेर, पौडी खेलेर भनेर उनले अनाउन्स गरिन् र प्र्याक्टिस गरिन्। प्र्याक्टिसको सेसनमा पुरा पार गरिन् 10 चोटि 15 चोटि। त्यसपछि फलानो डेमा चाहिँ म यो इङ्ग्लिस च्यानललाई स्विम गरेर पार गर्छु र पहिलो लेडी बन्छु भनेर अनाउन्स गरिन्। त्यो दिन मिडिया पनि आए, गिनिज बुक पनि आयो, सबै आए र उनले समयमा, तोकिएको समयमा पानीमा हामफालिन्। पानीमा हामफालेपछि त्यो पानीमा टोटल उनले पौडी खेल्ने ठाउँमा चाहिँ 25-25 मिटरमा फ्लोटिङ बल अरेन्ज बल हुन्छ, फ्लोटिङ, त्यो चाहिँ उनलाई देखाउनको लागि, बाटो देखाउनको लागि बिछ्याइएको थियो। त्यो बाटोमा उनी लागिन्। उनी पौडी खेलेर अलि अगाडि गइसकेपछि 100-150 मिटर पछि, 150 मिटर जति पछि चाहिँ नि एउटा बोटमा मिडियाका साथीहरू र गिनिज बुकका साथीहरू सबैजना क्यामेराले बोकेर पछि लागे। अलि पछाडि किन आए भन्दाखेरि त्यो बोटको वेभले उनलाई सजिलो नबनाओस् भनेर उनीहरू पिछा गर्दै गए। उनी पौडी खेल्दै गइन्, खेल्दै गइन्। एउटा पोइन्टमा पुगेपछि उनी थाक्न थालिन्। लगभग 500 मिटर बाँकी थियो, थाक्न थालिन्। तर उनले पौडी खेलि नै रहेकी थिइन्। अर्को 150 मिटर भएर 350 मिटर बाँकी भएपछि साँच्चीकै थाकिन्। गाह्रो हुँदै आयो, एकदमै गाह्रो हुँदै आयो, भित्रबाट गाह्रो हुँदै आयो। तैपनि अगाडि पौडी खेल्दै गइन्, अझै अगाडि बढ्दै गइन्। झन् गाह्रो हुँदै गयो, अझै पौडी खेल्दै गइन्। एउटा पोइन्टमा पुगेपछि अब मैले हात खुट्टा चलाएँ भने म मर्छु, स्यास्या भएर मलाई गाह्रो भइसक्यो, अब म मर्छु, हात खुट्टा चलाएँ भने भन्नेसम्म पुग्यो। तैपनि हात खुट्टा चलाइन् र 25-30 मिटर अर्को अगाडि गइन्। अब सक्दिनँ, अब म मर्छु भन्ने भएपछि हात उठाएर मैले सकिनँ भनेर सरेन्डर गरिन्, सिद्धियो।
त्यसपछि बोटले उनलाई लिएर जहाँबाट स्टार्ट गरेको त्यहीँ आयो। सबैजना लुत्रुक्क परिरहेका थिए, सबैजना निराश थिए। त्यसपछि प्रेस कन्फरेन्स भयो, अगाडि आएर बसिन् एज अ फेलियर। सबैले सोधे के भयो, मैले सकिनँ। किन गाह्रो भयो थाहा छैन, किन गाह्रो भयो, तर मलाई एकदमै गाह्रो भयो। ब्रेथलेस भएँ, सासै लिन सकिनँ, एकदमै गाह्रो भएर मैले छोडेको हो, म मर्थेँ त्यही भएर छोडेको। त्यसपछि एउटा पत्रकारले हात उठाएर सोधेछ, तपाईँलाई थाहा छ तपाईँले जहाँनिर हात उठाएर छोड्नुभयो त्यति बेला कति मिटर बाँकी थियो तपाईँको ठाउँमा लक्ष्यमा पुग्नको लागि? मेरो हिसाबले 80-85 मिटर बाँकी थियो। 3टा बल देखिरहेको थिएँ, म 2टा बलको बिचमा थिएँ भनेपछि 80-85 मिटर बाँकी थियो। त्यो व्यक्तिले हो तपाईँ 80-85 मिटर नै बाँकी हुनुहुन्थ्यो। त्यही व्यक्तिले के भनेछ, तर तपाईँलाई एउटा कुरा अर्को पनि बताइदिउँ, तपाईँले हात उठाएपछि बोटमा फर्किनको लागि 115 मिटर स्विम गर्नुभयो। त्यो व्यक्तिले हात उठाएर सक्दिनँ भनेपछि 115 मिटर स्विम गरेर फर्केर आएर बोट चढ्यो। यहाँ छ सक्सेस फेलियर, हाम्रो लिमिटेसन यहाँभित्र छ। म तपाईँलाई यो कथाको सार पनि बताउँदिनँ, यसले के भन्न खोजेको पनि भन्दिनँ। तपाईँ आफूलाई फेलियर भनेर फेलियर बनाउँदै हुनुहुन्छ। जबसम्म तपाईँले आफूलाई फेलियर भनेर फेलियर बनाउनुहुन्छ तबसम्म तपाईँले सक्सेस देख्दै देख्नुहुन्न। तपाईँ काठमाडौँमा आउटलेट खोल्छु भनिरहनु भएको छ, 14-15 जना साथी जम्मा गरिसक्नुभयो, बेरोजगारले गरेको रोजगार भन्दै हुनुहुन्छ। यी सबै आइडियाहरू सक्सेसतर्फ बढिरहेको पाइला हो तपाईँको। तपाईँ किन सोचिरहनु भएको छ ब्याङ्करले मलाई सपोर्ट गरेन? अस्ट्रिच फार्मिङ गर्ने व्यक्तिले ब्याङ्किङ सपोर्ट लिएर गरेको होइन भैरवामा। उहाँले जुन आइडिया फ्लोट गरेर सुरु गर्नुभयो र जसरी आइडिया अगाडि आयो त्यसपछि 4वटा ब्याङ्क पछि लागे। उहाँसँग 4वटा चोइस थियो कुन चाहिँ ब्याङ्क लिउँ भनेर। त्यसपछि एउटा ब्याङ्कसँग डिल गर्नुभयो, आफू अनुसारको डिल बनाउनु भयो र त्यो ब्याङ्कले फाइनेन्स गर्यो। तपाईँ ब्याङ्क कहाँ गएर जबसम्म फाइल लिएर गएर गुहार्नुहुन्छ ब्याङ्कले सधैँ तपाईँलाई फर्काउँछ। तपाईँ यस्तो काम गर्नुहोस् कि ब्याङ्कले तपाईँको ढोकामा आएर नक गरोस् र तपाईँलाई काम गर्न लगाओस्। र यो हुन्छ जहाँ पनि भएको छ। तपाईँलाई म यहाँनिर ब्याङ्कर साथीहरू हुनुहुन्छ कि हुनुहुँदैन थाहा छैन, म यहाँनिर तपाईँलाई सानो एउटा क्यू दिन्छु। यदि तपाईँ ब्याङ्कमा फाइल बोकेर म त बङ्गुर फार्मिङ गर्छु नि सर, मलाई लोन चाहियो भनेर जानुभयो भने त्यो म्यानेजरले हुन्छ दिनुहोस् न हेरौँला भनेर फर्काइदिन्छ। तर तपाईँ अर्को साथी जो त्यो ब्याङ्कमा लोनको काम गरिरहेको छ, ट्रान्जेक्सन गरिरहेको छ, त्योसँग जानुहोस्। त्यो त्यहाँ लोन माग्न नजानुहोस्, त्यो साथीसँग जानुहोस् मात्रै। त्यो म्यानेजरसँग त्यो साथीले आफ्नो काम गरिसकेपछि बाइ द वे उहाँ चाहिँ फलानु है, उहाँ चाहिँ बङ्गुर फार्मिङ गर्नुहुन्छ, यस्तो यस्तो काम गरिरहनु भएको छ, उहाँको त गजब छ नि भनेर भन्नुहोस्, लगाउनुहोस् साथीलाई। तपाईँले भिजिटिङ कार्ड निकालेर दिनुहोस्। त्यो ब्याङ्कको म्यानेजरले के भन्छ थाहा छ, अनि सर ब्याङ्किङ चाहिँ कहाँ गरिरहनु भएको छ नि भनेर सोध्छ। जब हामी यसरी जान्छौँ यसरी गर्ने मान्छेले हामीलाई हेर्ने तरिका पनि यस्तै नै हुन्छ। यसरी नजानुस् व्यापार गर्ने हो, एन्टरप्रेन्योर बन्ने हो भने, एन्टरप्रेन्योर बन्ने हो भने यसरी जानुस् र हात मिलाउनुहोस्। माग्न नजानुस्। माग्न जानुहुन्छ भने माग्न आयो भनेर त्यसपछि नाना थरीका कुराहरू हुन्छन्। तपाईँले जे काम गर्दै हुनुहुन्छ त्यसभित्र सक्सेस म लुकेको देखिरहेको छु। हामीले सबैभन्दा बढी कन्ज्युम गर्ने मासु नै हो। नेपालीले मासु नभई हुँदैन, नेपालीलाई खानै पर्छ, खान्छौँ, तर हामीलाई कस्तो मासु खाँदैछौँ कसैलाई पनि थाहा छैन। हामी किन्छौँ खान्छौँ तर कस्तो मासु खाँदैछौँ कसैलाई पनि थाहा छैन। तपाईँले बेच्ने मासु यस्तो हो भनेर बताउन थाल्नुहोस्, तपाईँका ग्राहक आफै आउन थाल्छ। हाम्रो मासु चाहिँ यस्तो हो, तपाईँले अर्को मासु कस्तो भन्नै पर्दैन, हाम्रो मासु यस्तो हो भन्नुहोस्, अर्को मासु कस्तो हो भनेर मान्छेले पत्ता लगाउन थालिहाल्छ। हाम्रो मासुमा प्रोसेसिङ यस्तो हुन्छ, हाइजिन यस्तो छ, हामीले यस्तो दाना खुवाउँछौँ भन्न थाल्नुभयो भने ए अरूले खुवाउँदैन होला र त यसले खुवाउँछु भनेर भनिरहेछ नि भन्न थालिहाल्छ। सो आफूलाई विश्वास गरेर म चाहिँ एउटा सक्सेसफुल एन्टरप्रेन्योर हो, म फेलियर होइन चाहिँ भन्नुपर्छ। सर तपाईँले भन्नुभयो भने तपाईँ फेलियर होइन, मलाई त लाग्दैन तपाईँ फेलियर हो। तपाईँले यहाँनिर आफूलाई त्यो फेलियरको एक्सक्युज मात्रै राखिरहनु भएको छ। तपाईँ फेलियर हुनै सक्दैन। तपाईँ गाउँबाट काठमाडौँ आइसक्नु भएको छ, तपाईँ फेलियर भएको भए काठमाडौँ आउँदै हुनुहुन्थ्यो, गाउँबाटै मलेसिया र सिङ्गापुर लाग्नुहुन्थ्यो होला। सो
आई सी सक्सेस इनसाइड यो स्टोरी। तपाईँ न्युजिल्यान्ड गएर फार्म हेरिसक्नु भएको छ। म तपाईँलाई के भन्छु भने तपाईँले आफूलाई विश्वास गर्नुभयो र म फेलियर होइन भन्नुभयो भने आजको 5 वर्षमा त्यो फार्म तपाईँको काठमाडौँमा हुन्छ, तपाईँको बनेपामा तपाईँले त्यो फार्म राख्नुहुन्छ र त्यो पोसिबल छ। 5 वर्ष पछाडि 6 वर्ष पछाडि तपाईँले मलाई सम्झनु हुनेछ, किनकि मैले यहाँ तपाईँलाई ग्यारेन्टी दिँदैछु। दुईटा अवस्थामा, एउटा तपाईँ आफूलाई फेलियर नभन्नुहोस्, अर्को आफूलाई विश्वास गर्नुहोस्। यो दुईटा गर्नुभयो भने 5-6 वर्षमा तपाईँले मलाई सम्झनु हुनेछ, किनकि त्यो दिन तपाईँले त्यो फार्मको उद्घाटन गरिरहनु भएको हुनेछ। थ्याङ्क यू। उहाँले भनेको कुरा जस्ताको तस्तै तपाईँले यो इभेन्टबाट लिएर जानु होला। रञ्जित सर यहाँ हुनुहुन्छ, हुन त कुराकानी गर्न मन लागिरहेछ उहाँसँग। यो इभिनिङ समय हामी उहाँसँग कुराकानी गरौँ, रियल प्रब्लम्समा डिल गरौँ, जसरी अहिले हामीले कुराकानी गऱ्यौँ, अघि पनि कुराकानी गऱ्यौँ। यो गरौँ जस्तो त लागिरहेछ सर। तर फेरि अब तोकिएको समय पनि लगभग सक्यो। जाँदा जाँदै अब यो सेकेन्ड डे हो, क्लोजिङ हो, तपाईँ जानुहुन्छ अब यहाँबाट। नै भनिराख्नु भएको छ उहाँहरूले। के अलिकति तन्काउनु मिल्छ? यो तन्काउन अलिकति मिलेन, किनकि यहाँबाट म नागरिक दैनिकको सोल्टीमा हुने कार्यक्रममा मोडरेसन गर्नलाई, भारतबाट आउनुभएको गेस्टलाई मोडरेसन गर्नलाई 4:30 बजे पुग्नुपर्छ। त्यहाँ सुरु हुन्छ 4:30 बजे। अब के गरौँ? तपाईँहरू जे भन्नुहुन्छ त्यही। म यहाँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँहरू बिजनेस गर्दै हुनुहुन्छ, व्यापार गर्दै हुनुहुन्छ भने, एन्टरप्रेन्योर भएर जब क्रिएट गर्ने बाटोमा लाग्नु भएको छ भने मेरो ढोका तपाईँहरूको लागि खुल्ला छ। म तपाईँहरूलाई सजेसन दिनको लागि, आइडियालाई म्यानेज गर्नको लागि सधैँ तयार छु। मलाई फी तिर्नु पर्दैन। तपाईँले मलाई प्रमिस के गर्नुपर्छ भने म 10 जनालाई जागिर दिन्छु, 20 जनालाई जागिर दिन्छु भन्नुभयो भने मेरो लागि काफी छ। मैले पैसा कमाउने माध्यमहरू अन्य छन्, त्यसैले तपाईँले मलाई रिच आउट गर्न सक्नुहुन्छ। मैले यहाँ तपाईँहरूलाई अनुहार देख्न सकिरहेको छैन, तपाईँहरूमा लाइट छैन, अनुहार देखे पनि चिन्दिनँ होला। यहाँबाट बाहिर निस्किएपछि जहाँ भेट्नु भए पनि आर्मी अडिटोरियममा क्लक बीको कार्यक्रममा तपाईँसँग साक्षात्कार भएको थियो भनेर भन्नुहोला। म तपाईँहरूसँग कुरा गर्छु, तपाईँहरूसँग कनेक्ट गर्छु। त्योभन्दा बाहेक म फेसबुकमा पनि छु, ट्विटरमा पनि छु, त्यहाँबाट पनि मलाई कनेक्ट गर्न सक्नुहुन्छ। त्यहाँबाट कनेक्ट भइसकेपछि तपाईँले गरेको कुराबाट मलाई इन्ट्रेस्ट कति गराउने भन्ने तपाईँमा जिम्मेवारी छ। तपाईँले यदि गर्नुभएको कुराकानी मलाई इन्ट्रेस्ट गराउन सक्नुभयो भने म तपाईँलाई समय दिन पनि तयार छु। मलाई इन्ट्रेस्ट जेनेरेट गरिदिनुहोस्, मलाई मोटिभेट गरिदिनुहोस्, मलाई इन्सपायर गरिदिनुहोस्। तपाईँहरूभित्र कथा छ, त्यो कथाले मलाई इन्सपायर गर्छ। त्यो कथा मलाई बताइदिन सक्नुभयो भने म तपाईँहरूलाई साथ दिनको लागि हमेसा तयार छु। यो नसोच्नुहोस् कि यहाँबाट निस्केपछि यसले हामीलाई बिर्सिन्छ, त्यो होइन। यहाँ भएका पनि थुप्रै व्यक्तिहरू मसँग कनेक्टेड हुनुहुन्छ र यहाँ नभएका व्यक्तिहरू पनि कनेक्टेड हुनुहुन्छ। यहाँ भएको दिपेन्द्र खनिया जस्ता भाइहरू पनि हुनुहुन्छ, जसलाई मैले रेडियो अडियो सुरु गर्नुभन्दा अगाडिदेखि मेन्टरिङ गरिरहेँ र अहिले पनि म मेन्टर गरिरहेको छु। सो आई डोन्ट माइन्ड डुइङ द्याट। मलाई बिलिभ के छ भने नेपालभित्र क्षमता भएका थुप्रै यस्ता व्यक्तिहरू छन् जसले बाटो मात्रै देखेका छैनन्। उनीहरूलाई बाटो देखाउन सकेको खण्डमा हामीले दाताको मुख हेर्नु पर्दैन। हामी यहाँबाट बाहिर डोनेसन पठाउन सक्छौँ। हामीलाई यहाँ दैवी प्रकोप हुँदा अरूको अनुहार ताक्नु पर्दैन। हामी आफै गर्न सक्षम छौँ र त्यो गर्नको लागि तपाईँहरू नै हो। अब हामी त सुरु गरेर 25 वर्ष पुर्याइसक्यौँ, तपाईँहरूको बेला हो अहिले। तपाईँहरूले चाहिँ नेपालमा अवसर छ भन्ने नबिर्सिनुहोस्, हरेस नखानुहोस्। अन्त्यमा मैले अघि भनेको गीत पुरा तपाईँहरूलाई पढेर सुनाउँछु। त्यसभित्र मैले तपाईँहरूलाई एन्टरप्रेन्योरसिपलाई चाहिने कुरा सबै नै भनेको छु। लड्यौ त कत्रो ठुलो कुरा भयो र नउठे पो ठुलो कुरा हुन्छ। हार खायौ त के नै बित्यो र हरेस खाए पो सबै कुरा बित्छ। निराश हताश हुनुभन्दा आत्मविश्वास हुनु पो राम्रो। अरूको उपहास गर्नुभन्दा आफै इतिहास कोर्नु पो राम्रो। पैसा कमाएनौ त कत्रो ठुलो कुरा भयो र मान्छे नकमाए पो ठुलो कुरा हुन्छ। लड्यौ त कत्रो ठुलो कुरा भयो र नउठे पो ठुलो कुरा हुन्छ। मैले गरे के हुन्छ भन्दा मैले सुरु गरेँ भन्नु पो राम्रो। मैले गरे के हुन्छ भन्दा मैले सुरु गरेँ भन्नु पो राम्रो। अरूलाई नराम्रो भन्नुभन्दा आफै उदाहरण बने पो राम्रो।
तल झर्यौ त कत्रो ठुलो कुरा भयो र नजरबाट झरे पो ठुलो कुरा हुन्छ। हार खायो त के नै बित्यो र हरेस खाए पो सबै कुरा बित्छ। यहाँहरू सबैलाई फेरि एकपटक धन्यवाद। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यहाँ आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद सर। र यो बिचमा म सरको 2 मिनटको समय लिन्छु। क्लक बीका डिरेक्टर दिल्ली सरलाई म रिक्वेस्ट गर्छु, यो पहिलो स्ट्यान्डिङ ओभेसन होला प्रोबब्ली यो सेसनमा र यस्तो सेसनहरूमा। स्ट्यान्डिङ ओभेसन फर रञ्जित आचार्य। थ्याङ्क यू सो मच लेडिज एन्ड जेन्टलमेन। र यो जुन पुष्पगुच्छ दिएर थ्याङ्क यू भन्ने यो टाइम छ, अझै जोरदार ताली बजाइदिनुहोस् न त्यसो भए त। थ्याङ्क यू सो मच। सकारात्मक सोचका धनी, इनोभेटिभ माइन्ड। र यहाँहरूलाई फेसबुक ट्विटरमा उहाँलाई भेट्न सकिन्छ भनिहाल्नु भयो। आज सबभन्दा सजिलो कुरा भयो र उहाँलाई यो स्ट्यान्डिङ ओभेसन र जोरदार तालीको साथमा म यो स्टेजबाट बिदा पनि गर्छु। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। I'll see you. Thank you.